बुझ्ने अलिकति सोच चाहिँ राम्रो भएको व्यक्ति चाहिँ हो उहाँ। अब इम्प्लिमेन्ट गर्ने बेलामा कसरी आउनुहुन्छ, के गर्नुहुन्छ होइन भन्ने कुराहरू अब त्यो छुट्टै पाटो होला, तर हि इज अ गुड क्यान्डिडेट, त्यसमा चाहिँ कुनै डाउट छैन। सुल्झिएको मान्छे हो, मान्छेहरूको कुरा अलिकति सुन्ने, प्रोस्पेक्ट्स चाहिँ अलि डिफ्रेन्ट तरिकाले गर्ने, केही इकोनोमीलाई पनि अलि राम्रो तरिकाले बुझेको मान्छे चाहिँ हो उहाँ। अहिले भएका क्यान्डिडेटहरू मध्ये चाहिँ गुनाखरजी चाहिँ मलाई अलि बेटरै लागेको थियो सुरुदेखि नै। उहाँ हो भने चाहिँ गुड क्यान्डिडेट सेलेक्ट गर्यो भन्ने चाहिँ जान्छ म्यासेज। भने पछाडि यो फन्डामेन्टलले भन्दा पनि फन्डाले चर्ने हाम्रो मार्केटमा उहाँ आउनुभयो भनेदेखि त के छ, यो फेरि 2750 को एरिया 2800 भन्दा पनि माथि नै जाने देख्नुहुन्छ कि के देख्नुहुन्छ सर? किन त्यो इभेन्ट भनेको त्यो एक्सट्रिमली त्यस्तो बुलिस इभेन्ट होइन होइन, त्यो साह्रै नै वाला होइन। अब उहाँ आइसकेपछि पनि पोलिसी फर्मेसन, इम्प्लिमेन्टेसन यताउति गर्नलाई एउटा समय नै लाग्छ होइन। मान्छे पदभन्दा बाहिर हुँदाखेरि गरेका विचार व्यक्तहरू र पदमा पुगिसकेपछि फेरि त्यसको काम गर्ने मेकानिजममा अब कतिको फरक पर्छ भन्ने कुरा हो। इन द लङ रन जुन हिसाबले मैले अहिलेसम्म उहाँलाई बुझेको छु, यदि त्यो खालको हो र त्यही खालको इम्प्लिमेन्टेसन्स गर्न सक्ने हो भने त बढी सुल्झिएको मान्छे हो उहाँ होइन। अलिकति रेस्ट्रिक्टेड माइन्डको होइन, अरू जस्तो एउटा आफ्नो विचार बनाएर त्यही दायराभित्र मात्रै बस्ने अनि नयाँ चिजहरू एक्सप्लोर नगर्ने त्यस्तो खालको मान्छे चाहिँ होइन। मेरो भएछ 2-3 पटकसम्म उहाँसँग राम्रै इन्ट्रेक्सन भएछ। अब त्यो गर्दा अब कहिलेकाहीँ के हुन्छ भन्दाखेरि बाहिर बस्दाखेरि मान्छेले धेरै राम्रो कुराहरू गर्छ, भित्र गइसकेपछि फेरि सायद त्यो सिस्टमको बाध्यता हो कि के हो, त्यसैभित्र उल्झिरहेको छ। अब त्यो उहाँ अपोइन्ट भइसकेपछि उहाँले लिने पोलिसिजहरूले डिटरमाइन गर्ने कुरा हो। रिलेटिभली जुन खालको हल्लाहरू चलेको थियो होइन, अब पहिला त अब त्यो कुन बाहिरको मान्छे लिएर आएर मेरो मान्छे एउटा चाहिँ ठुल्ठुलो पैसाको डिल पनि चल्यो भन्ने खालको कुराहरू थिए। त्योभन्दा त बेटरै हो उहाँको अपोइन्टमेन्ट गर्ने हो भने होइन। मैले देखेका सबै क्यान्डिडेटमा सबैभन्दा बेस्टै मैले देखेँ उहाँलाई नै हो। त्यो चाहिँ गरेको छ। बजारले त्यसलाई हल्का पोजिटिभ तरिकाले पनि लेला, तर त्यो चाहिँ सिग्निफिकेन्ट बुलिस ट्रिगरको रूपमा नै काम गरिहाल्ला भनेर भन्न त अहिले त अलि चाँडै होला होइन। तर इन द लङ्गर प्रोस्पेक्ट्स यो स्टेप चाहिँ गभर्मेन्टको अलिकति सुझबुझसँग गर्यो होइन, अलिकति बेटर मान्छेलाई नै छान्यो भन्न सकिन्छ। बाँकीको पर्फर्मेन्स त भोलि पोलिसी लिएर आउनुहुन्छ, कस्तो पर्फर्म गर्नुहुन्छ त्यो बेसिसमा जज गर्ने हो। अहिलेको लागि रिलेटिभली बेटरै हो भन्ने मलाई लाग्छ है, मेरो आफ्नो पर्सनल भ्यू हो। अब मेरो बुझाइ गलत पनि हुनसक्छ। हि इज अ गुड पर्सन। हजुर, अनि विष्णु सर यो के अरे हाम्रो म्यानुफ्याक्चरिङ सेक्टर चाहिँ के भयो, विशेष गरी त सिमेन्टीहरू मार्केटमा 550-400 तिर हुँदाखेरि सिमेन्टीहरूको भाउ हुँदाखेरि पनि स्टकको भाउ त्यही थियो। अहिले मार्केटमा सिमेन्टीको भाउ 1050 पुगिसक्यो, स्टकको भाउ चाहिँ त्यस्तै छ। यो चाहिँ के मिल्न नसकेको खास कुरो चाहिँ के हो? होइन, प्रोडक्सन अन्डर क्यापेसिटीमा काम गरिराखेका छन् म्यानुफ्याक्चरिङ युनिटहरूले, फुल क्यापेसिटी युटिलाइजेसन गर्न पाएको छैनन्। 50% भन्दा पनि तलको क्यापेसिटी युटिलाइजेसन छ। अब प्राइस बढाएर मात्रै पनि त भएन नि त, तपाईँको रेभेन्यू पनि त्यही अनुसार आउनु पर्यो। केही समय लिएला। अब त्यो समय लिनको लागि चाहिँ के हो भन्दाखेरि इकोनोमीमा सुधारहरू आउनु पर्यो सिग्निफिकेन्टली। फेरि कन्स्ट्रक्सन वर्कहरूदेखि लिएर बाँकी चिजहरू चाहिँ फेरि चाहिँ काम गर्नु पर्यो र स्पेसिफिकली नेपाली सिमेन्ट चाहिँ किनिदिने सबैभन्दा ठुलो बायर चाहिँ नेपाल सरकारै हो
नेपाल सरकार भन्नाले नेपाल सरकारले थालनी गरेका परियोजनाहरूमा चाहिँ नेपाली सिमेन्ट नै प्रयोग गर्ने भनेर नीति लिएको थियो। अब त्यो अनुसार गर्दाखेरि गभर्मेन्टको क्यापिटल एक्सपेन्डिचर पनि बढ्नु पर्यो, उनीहरूमा प्रोपर तरिकाले सामानहरू बिक्री हुनलाई, डिमान्ड क्रिएट हुनलाई। क्यापिटल एक्सपेन्डिचरहरू बढ्दैन भने त फेरि उनीहरूको अन्डर युटिलाइजेसन, क्यापेसिटी युटिलाइजेसन रहिरहन्छ। अन्डर क्यापेसिटी युटिलाइजेसनमा फेरि उनीहरूले काम गरेर कतिको मासतिरको टप लाइन नै ग्रोथ हुन सिग्निफिकेन्टली ग्रोथ भएन भने बटम लाइन कसरी ग्रोथ हुने, यी क्वेसन्सहरू छन्। तर केही न केही अब इकोनोमीमा सुधारहरू भयो भने चाहिँ फेरि राम्रो पर्फर्म पनि गर्छन् यिनीहरू चाहिँ। लगभग 70% भन्दा मासतिर क्यापेसिटी युटिलाइजेसनमा गए भने उनीहरूको प्रफिटेबिलिटी चाहिँ राम्रै बढ्छ। त होप गरौँ बेटर हुन्छ भन्ने कुराहरू। अहिलेको लागि त खासै चाहिँ पर्फर्मेन्स म्याट्रिक्समा रेभेन्यू नै ग्रोथ, सिग्निफिकेन्ट ग्रोथ गर्न नसक्दाखेरि नै प्रब्लम आइरहेको छ। अनि विष्णु सर, यो बेटा भ्यालु भन्ने कुरो छ नि, यो बेटा भ्यालु भन्ने चाहिँ ठ्याक्कै टेक्निकल हो कि फन्डामेन्टल के हो सर? के बिटा भनेको? हजुर हजुर। अब बिटा कुन प्रोस्पेक्ट्समा भन्नुभयो? अब तपाईँको ओभरअल इन्डेक्ससँग स्टकको बिटा भन्नुभयो कि के भन्नुभयो? होइन, यो जस्तो कि इन्डेक्सहरू छ नि, अब ब्याङ्किङ भयो, ट्रेडिङहरू, होटल, यिनीहरू मध्येमा अहिले हाम्रो नेप्सीमा लिस्टिङ भएको इन्डेक्सहरूमा चाहिँ इन्भेस्टमेन्ट सेक्टरको चाहिँ 1.6 रहेछ है। यो म्यानुफ्याक्चरिङको चाहिँ सेकेन्डमा चाहिँ 1.3 आउँदो रहेछ, अरूको चाहिँ 1 भन्दा तल यस्तो खालको रहेछ होइन। यो सब्जेक्टिभ एनालाइसिस हुन्छ। हेर्नुहोस्, कति पिरियडको बेटा लिने भन्ने कुरा हो होइन। अब त्यो पिरियड चाहिँ पछिल्लो 3 महिनालाई लिनुभयो भने एउटा आउन सक्छ, त्यही चिजलाई 1 वर्षको लिनुभयो भने अर्को आउन सक्छ, त्यसैलाई फेरि 3-4 वर्षको लिनुभयो भने अर्को आउन सक्छ होइन। कुन पिरियडको लागि हो त्यो बिटा चाहिँ होइन, त्यसमा डिपेन्ड गर्ने कुरा हो। अब सेक्टोरल बिटाको कुरा गर्नुभयो भने अभियसली फेरि अब म्यानुफ्याक्चरिङ चाहिँ नेप्से इन्डेक्ससँग कम्पेयर भयो, त्यही गर्न खोजे होला होइन। त्यो गर्दाखेरि नेप्से कति पर्सेन्टले बढ्दाखेरि यो फलानु इन्डेक्समा चाहिँ सब इन्डेक्समा कति पर्सेन्टको चाहिँ राइज आउँछ, या नेप्से चाहिँ यति पर्सेन्टले घट्दाखेरि कति पर्सेन्ट खस्छ भन्ने नै हो। बिटा भनेको कम्पेरेटिभ एनालाइसिस हो। कम्पेरेटिभमा पिरियड चाहिँ म्याटर गर्छ, कुन पिरियडको भन्ने कुराहरू हुन्छ होइन। अब त्यो जति पिरियडको हो त्यही अनुसार चाहिँ आफ्नो इन्भेस्टमेन्ट स्ट्राटेजिजहरू एडप्ट गर्ने हो। र हिस्टोरिकल भ्यालु हो, पास्टमा यसले दिएको बिटा चाहिँ फ्युचर्समा पनि त्यही नै मेन्टेन गर्छ भन्ने ग्यारेन्टी चाहिँ हुँदैन होइन। अब गर्न पनि सक्छ, नगर्न पनि सक्छ। तर हामीले जज गर्दाखेरि कुनले चाहिँ कसरी चाहिँ मुभमेन्ट गर्छ भनेर हेर्नको लागि चाहिँ एउटा म्याट्रिक्स चाहिँ हो। हजुर हजुर विष्णु सर, त्यसो भए आज एकदम हाइड्रोमा पोजिटिभ भोलुममा आयो है। तल तलको कम्पनीहरू पनि एकदम धेरै बढे। अब हाइड्रो पावरको चाहिँ के अझै माथि जाने सम्भावना देख्नु भएको छ कि के छ र सर? अहिले त माथिबाट खसेको रिट्रेसमेन्ट र्याली मात्रै भनौँ न, 3600सम्म त त्यसै पनि जान सक्यो त। त्यो 50% रिट्रेसमेन्ट हुन्छ, त्यहाँसम्म त रुमै छ होइन। अहिले रिट्रेसमेन्ट प्रोस्पेक्ट्सबाट मात्रै हेरौँ न। अब त्यो अल्टिमेटली मासतिर जान्छ जाँदैन, पहिला 50% रिट्रेसमेन्ट गरोस्, गरिसकेपछि त्यसपछि फेरि फर्दर के स्ट्रेन्थ रहन्छ रहँदैन, मोमेन्टम कस्तो रहन्छ, त्यसपछि जज गरौँला नि। हाइड्रो पावरमा त धेरै छन्। अनि यो डेभलपिङ ब्याङ्कमा जम्मा 3-4टा स्क्रुहरू सर्किट लाग्ने, अरू 2-4 रुपियाँ पनि नबढ्ने, यो कारण चाहिँ के हो? यो सेक्टरबाट फरक त होइन नि? त्यो त अब त्यो गेमै त्यस्तै चलिराखेको छ त, अब त्यसलाई के भन्ने हो होइन। अब यो सुन्नु त भयो होला नि, अल्ट्रा लो क्याप भनेका के हुन्, कसरी चाहिँ अल्ट्रा लो क्यापमा कमाउन सकिन्छ, कसरी चाहिँ यिनीहरूलाई बढाउन सकिन्छ भन्ने होल मार्केटको न्यारेटिभै त्यही सेट भएको छ। अब त्यसमा त के भन्ने हो? अब कोही मान्छे ग्रुपहरू मिलेर चाहिँ ल यो लो क्यापहरू भएको हो, यसैलाई उचाल्दै मास्तिर लैजाउँ भनेर एउटा ग्रुप मिलेर
एकदमै कम क्यापिटल भएको थोरै पैसा लगाए पनि उचाल्न सकिन्छ भनेर ट्रेड गरेपछि त अब त्यो बढ्नु नै भयो। त्यो सस्टेनेबिलिटी के हो भन्ने कुरा हो। अब बढेर मात्रै पनि भएन, बढेर टिक्न सक्नु पर्यो नि बाबा, होइन? तपाईँको एउटा 1000बाट चलेर 2000 पुग्ने अनि 2000बाट खसेर 500 आउने गरे के त्यो त्यसको अर्थ छ त? त्यो त कुनै न कुनै मान्छेहरू कुनै न कुनै लेभलमा ट्र्यापै हुने हो। तपाईँहरू आफूले ट्रेड गर्दाखेरि आइडेन्टिफाई गर्न सक्नुभयो, टाइममा एन्ट्री टाइममा एक्जिट गर्न सक्नुभयो भने लक्की हुनुभयो। अब गर्न सक्नु भएन, फस्नुभयो हायर लेभलमा भने अनलक्की हुनुभयो। त्यही नै हो। त्यसको आधारमा चाहिँ अब यो पम्प एन्ड डम्प हुन खोजेका स्टक्सहरूमा त अब हामीले के नै पो कमेन्ट गर्ने हो र? हजुर सर, त्यो इन्भेस्ट गर्नको लागि त अब प्राय सबैले ब्याङ्किङ सेक्टरलाई नै सजेस्ट गर्नुहुन्छ। ट्रेडको लागि चाहिँ विष्णु सरले कुन सेक्टरलाई देख्नु भएको छ यसो त्यो पनि भनिदिनु मिल्छ भने भनिदिनु न। होइन, अहिलेको लागि त अब हायर लेभलमा नै अलिकति सस्टेन भएर बसिराखेको भनेको मेरो पर्सनल उसमा है, अब फलोमा यदि चाहिँ रिस्क रिवार्डको रेसियोले हेर्ने र इन्डेक्सलाई हेर्ने हो भने, इन्डेक्सको प्याटर्नलाई हेर्ने हो भने एउटा चाहिँ डेभलपमेन्ट ब्याङ्कै देखिन्छ। अर्को चाहिँ तपाईँको होटल्समा चाहिँ मैले अपर्च्युनिटी आउँछ कि भनेर देखिराखेको छु। अब समय चाहिँ इन्स्टेन्ट होला या अझै 1 महिना जति कन्सोलिडेट गर्ला, द्याट इज डिफ्रेन्ट क्वेसन, होइन? तर डाउन द लाइन 5-6 महिनाको टाइम फ्रेम लगाएर हेर्ने हो भने चाहिँ त्यहाँ चाहिँ अपर्च्युनिटिजहरू क्लिक गर्ला भन्ने देखेको छु। अर्को चाहिँ अलिअलि माइक्रो फाइनेन्सतिर पनि हुनसक्छ र अहिले इन्स्टेन्टली बुलिस देखिएको भनेको तपाईँको एउटा इन्भेस्टमेन्ट सेक्टर्स पनि त्यसमा आउँछ र पोसिबली अदर्सले पनि अझै एउटा मासतिरको ट्रिक गर्न बाँकी छ जस्तो लाग्छ। यिनै सेक्टर्सहरू हुन्। अब सेक्टरभित्रको स्क्रिप्ट हेर्नु पर्यो होइन, सेक्टरले मात्रै हेरेर त अब एनडिसी चाइकको चुइक गर्दैन। दुईवटा कम्पनीले अदर्सलाई हाँक्छ। इन्भेस्टमेन्टमा चाहिँ अब सानो लोवर रेन्जमा भएको कम्पनीहरू पनि अब 2-4 दिनदेखि चल्न खोजिरहेछ। डेभलपमेन्टको अब त्यो अल्ट्रा लो ग्याप भन्दा अरू चलेको छैन। होटलको चाहिँ अब समग्रमा सबै चल्ने त होला नि अनुसार। होटलमा पनि अब ओभरअल त ठिकै देखिन्छ, तर त्यसमा पनि सेलेक्टिभ हुनु जरुरी छ। होटल सेक्टरमा पनि सर अब 2टा कि 3टा त नयाँ भर्खर थपिएको छन् होइन। पुरानोतिर राम्रो कि नयाँतिर राम्रो भन्न खोज्नु भएको त्यस्तो केही? त्यो डिटेलिङ हेर्न बाँकी छ, त्यो हेरौँला। अब त्यो धेरै डेप्थतिर अहिले नगइहालौँ न, होइन? हुन्छ सर, हुन्छ ल। अरू कोही साथीभाइहरू सरहरू कुरा राख्नुहोस् है। विष्णु सर नमस्ते। हजुर नमस्ते। रातिमा किन यसरी बाह्र आएको छ? के गरिरहेको? मेनिपुलेट गरिरहेको कि कम्पनी सोधेँ, अब सोध्न मिल्छ कि मिल्दैन? यो 2-4 दिन भयो 5-7 लाख किता, 5-7 लाख 9 लाख 10 लाख किता खाइरहेको थियो। के रहेछ यो? केमा? राधीमा मैले हेरेको छैन त्यसको चार्ट। हेर्नु भएको छैन? हाम्रो यो माथि कसले तान्ने हो? हाम्रो एकजना ढुङ्गेलजी हुनुहुन्छ, त्यहाँ धेरै पुरानो खेलाडी हो। त्यो उहाँ तान्न मिल्छ भने तान्नु न तलबाट। यो विष्णुजीले पनि चिन्न पर्छ जहाँसम्म लाग्छ। ढुङ्गेल सरलाई हात उठाउन भन्नु त, कहाँ हुनुहुन्छ? भेटिन मैले। प्रदीप ढुङ्गेल सरले हात उठाउनु त त्यसरी। सुनिरहनुहुन्छ तर माथि आउनु ल हुन्छ, आउनुभयो सर, आउनुभयो है। हस् राख्नु सर, आउनुभयो माथि।
बिन्सरले नि अब हिजो त हेर्नु भएको थियो होला नि त होइन सर, अब त्यो डिएचएल भन्ने कम्पनीको 87 लाख किता कारोबार भएको त्यो फेरि आज माइनसमा गएर फेरि कमब्याक भएछ। यसको बारेमा पनि के हेर्नु भएको छ भने केही? हाइली स्पेकुलेटिभ हो। अब एकाध दिन चाहिँ अलिकति मासतिर गर्ला, त्यसपछि सरसर्ती फेरि रिटेस्ट गरेर मात्रै चल्ला कि भन्ने अन्दाज गरेको छु मैले। अब कम्प्लिटली चाहिँ भिसेप टाइपको रिकभरी त अहिले भइहाल्ला जस्तो त मलाई अलि देख्दिनँ। 2 दिनसम्म चाहिँ धेरै सेलिङहरू आयो। स्पेसिफिकल्ली हिजो चाहिँ राम्रै सेलिङ देखियो। अब सेलिङ देखिसकेपछि ह्यान्ड चेन्ज भयो भनौँ न। अब प्रमोटर्सले बेचेर अरू मान्छेहरूको हातमा गयो। अब उनीहरूको प्रमोटर अहिले चाहिँ सेलायो जस्तो लाग्छ। अब फेरि मास्तिरको लेभलमा कहाँ लिएर गएर सप्लाई दिने हो त्यो चाहिँ हेर्न बाँकी छ। अहिले तुरुन्तै यो रेटभन्दा अलिकति मासतिर गयो भने फेरि सेलिङ दिउँला भनेर बसिराखेका होलान्। अब सबै प्रमोटर सेयर एकैचोटि डम्प भयो भन्ने त देखिँदैन त्यसमा। फेरि अर्को चरणको डम्पिङ चाहिँ आउँछ कि? आज पनि अब हाइड्रो पावर सेक्टरहरूमा 15 लाख 20 लाख किता कारोबार हुने कम्पनीहरू एकदम धेरै नै छन् होइन। यो चाहिँ के माथि जाने लक्षण हो कि अब रिट्रेस गर्न मात्रै यसलाई खोजेको हो? लुकाभेरु चाहिँ खासै कारोबार भएको छैन, तर लो प्राइसमा भएको कम्पनीहरू चाहिँ एकदम धेरै आज कारोबार भएको छ है हाइड्रो पावरमा। अहिले त रिट्रेसमेन्ट मात्रै भनौँ न, 50% मात्रै रिट्रेसमेन्ट गर्दाखेरि पनि त हाइड्रो पावर सेक्टर चाहिँ अहिले जस्ट 3600 भन्दा मासतिर त त्यसै जाने देखिन्छ। 3650 को आसपाससम्म त इजिली देखिन्छ। अब त्यहाँसम्म त तपाईँको रिट्रेसमेन्ट गर्न मजाले पायो नि त। अब कहाँ तपाईँको लगभग 3950 तिरबाट खसेर 3350 को बिचमा आएको भनेको त्यो एप्रोक्सिमेटली कति भयो पोइन्ट? 600 पोइन्ट जति भयो होइन। त्यसको 300 पोइन्ट भन्दाखेरि त 3650 त त्यसै पनि भइहाल्यो। त्यतिसम्मको रिट्रेसमेन्ट त जेनरल रिट्रेसमेन्ट हो। विष्णु सर एउटा कुरा सोधौँ भनेर। सर त्यो सर त दुबईमा हुनुहुन्छ होला अहिले। दुबईमा पनि त्यहाँको स्टक मार्केटमा जस्तै यो हाम्रोमा जस्तै हाइड्रो पावर कम्पनीमा चाहिँ 100% लकिङ पिरियड खुल्ने भने जस्तै त्यहाँ चाहिँ के हुन्छ सर? त्यो ब्याङ्किङ सेक्टरमा छुट्टै प्रावधान वा रियल सेक्टरमा छुट्टै हो कि के छ सर? होइन, त्यस्तो हुँदैन। लक इन पिरियड प्रमोटरले लकै गरेर राख्नुपर्ने त्यस्तो कुराहरू छैन। त्यस्तो रुल हुँदैन। बेच्न पाउँछ। जस्तो इन्डियाको केस हेर्नुहुन्छ भने इन्डियामा अब एचडिएफसी ब्याङ्क 100% पब्लिक कम्पनी हो होइन। त्यसमा चाहिँ एज सच प्रमोटर भन्ने चिजहरू हुँदैन। तर 100% पब्लिक भन्दा पनि सिग्निफिकेन्ट पोर्सन अफ द सेयर्स भन्नुहुन्छ भने 50% भन्दा पनि बढी चाहिँ अब ठुला ठुला इन्स्टिट्युसन्सहरूले होल्ड गरेर राखेका छन्। ती इन्स्टिट्युसनले बेच्दैनन् होइन। कसैले चाहिँ 5% 10% गर्दै राम्रै एमाउन्टमा होल्ड गरेका छन्। अब उनीहरूले जेनरली बेच्ने नै होइन। उनीहरूको स्ट्राटेजिकल्ली चाहिँ होल्डिङ हो, लङ टर्म होल्डिङ हो होइन। 100% भयो भन्दैमा सबै चाहिँ पब्लिकमा बिक्रीमा नै आउने सेयरहरू हुँदैन। सर्टेन सेयर्सहरू मात्रै पब्लिकली ट्रेड हुने हुन्। बाँकी चाहिँ बेच्दै नबेचिकन बस्नेवाला हुन्छन्। त्यही भएर प्रमोटरको एज सच यति लक इन हुनु नै पर्छ भन्ने छैन। तर चाहिँ एउटा प्रोभिजन चाहिँ इन्डियाले गरेको छ। एउटा प्रोभिजन के छ भनेर भन्नुहुन्छ भने अब एचडिएफसी ब्याङ्क त हाइली कर्पोरेट गभर्न कम्पनी हो होइन। त्यसमा त त्यस्तो खालको चिजहरू त्यो देखिँदैन होइन। उल्टा डिप आयो भने चाहिँ ठुल्ठुलो इन्स्टिट्युसन्सहरूले झन् मेरो होल्डिङ बढाउन पाए हुन्थ्यो भन्ने एटिट्युड राखेका हुन्छन्।
अम, अब तर पनि अब कतिपय कम्पनीहरूले त बदमासी गर्छन् हेर्नुहोस् होइन, प्रमोटरहरू नै त्यस्तो पब्लिकलाई चाहिँ सबै सेयर भिडाइदिन पाए हुन्थ्यो भन्ने मेन्टालिटीबाट आएका हुन्छन्। पहिला थिएन, पछिबाट सेभनले चाहिँ त्यहाँ चाहिँ नयाँ रुल चाहिँ लिएर आयो। यो रुल लिएर आएको पनि धेरै समय भएको छैन, लगभग 5-6 वर्ष भयो होला। रुल चाहिँ के लिएर आएको छ भनेर भन्नुहुन्छ भने प्रमोटरले बेच्न चाहिँ पाउँछ, नपाउने होइन, तर उसले अफर फर सेल भनेर ल्याउनुपर्छ। अफर फर सेल भनेको मैले यति किता मेरो यति % होल्डिङ छ, यो मध्ये चाहिँ यति % होल्डिङ चाहिँ मैले यो प्राइस रेन्जमा चाहिँ म बेच्न चाहन्छु भनेर उसले ओपन अफर लिएर आउनुपर्छ होइन। अनि ओपन अफर लिएर आइसकेपछि बेच्न पाउँछ। र त्यो ओपन अफर ल्याउँदाखेरि सबै होल्डिङ्सहरू एकैचोटि बेच्न एक्जिट गर्न दिँदैन। आई थिङ्क 10% हो कि कति % हो, एप्रुभल लिएर नै गर्नुपर्छ। पहिला चाहिँ प्रायर एप्रुभल लिन्छ, तर एप्रुभल पाइन्छ है, त्यस्तो हुँदैन तैँले बेच्न पाउँदैनस् भन्ने प्रोभिजन हुँदैन। त्यो भनेको के हो भन्दाखेरि सिग्निफिकेन्ट होल्ड गरेको म प्रमोटरले यो सेयर चाहिँ म बेच्छु भनेर पहिला पब्लिकलाई जानकारी दिएको, यो मूल्यमा यति मूल्यसम्ममा म बेच्न तयार छु, यो मेरो ओपन अफर हो, कोही किन्ने मान्छे भए किनिदिनुहोस् भनेर उसले पहिल्यै जानकारी दिन्छ होइन। अब पहिल्यै जानकारी दिएपछि मार्केटले त्यो सबै चिजहरूलाई डिस्काउन्ट गर्छ होइन। अब इन्भेस्टर्सको कुरा हो, अब फलानाले बेच्न खोज्दैछ, मैले यो कम्पनीको सेयर किन्नु बेटर हुन्छ कि हुँदैन भनेर अब इन्भेस्टर्सले आफ्नो डिसिजन लिन्छ होइन। खुरुखुरु आएर ल म बेच्न पाउँछु के अरे भनेर ओपन विन्डोबाट चाहिँ बेच्न पाइँदैन, स्पेसिफिकली क्याटेगराइज प्रमोटरहरूले होइन, जुन चाहिँ सेबीमा चाहिँ यिनीहरू प्रमोटर हुन् भनेर जुन चाहिँ उसको फाइनेन्सियल डिस्क्लोजरमा भन्न खोजेको फाइनेन्सियल रिपोर्टमा प्रमोटर क्याटेगोरी भनेर राखेको सेयर्सहरूलाई अफर फर सेल ल्याउनै पर्छ। तर पाइन्छ बेच्न नपाउने भन्ने हुँदैन। प्रमोटरलाई एक्जिट नदिनु भनेको त त्यो त क्यापिटल मार्केटको क्यारेक्टरै भएन नि त। तिमीले चाहिँ यति % भन्दा जिन्दगीभर कहिल्यै बेच्न पाउँदैनौ भन्नुको त त्यो त कुनै लजिकै हुँदैन, कुनै पनि फाइनेन्सियल मार्केटमा लजिक हुँदैन होइन। हो अब एकैचोटि आएर डम्प गर्दाखेरि रिटेल इन्भेस्टर्सलाई साह्रै मर्का नपरोस् भनेर चाहिँ डिस्क्लोज गर, तिमीले बेच्नुभन्दा पहिला चाहिँ मान्छेलाई भन ओपन अफर देऊ भनेर त्यसरी चाहिँ भन्छ। अनि सर त्यो जस्तै नेपालमा त बाइब्याक भन्ने प्र्याक्टिस छैन, त्यो अरू विदेशतिर भनौँ, अहिले चाइनातिर भनौँ न, बजार घट्नबाट रोक्नलाई बाइब्याक पनि ल्याएको छ भने बुझिन्छ। त्यो बाइब्याक भने कस्तो हुन्छ सर? बाइब्याक भनेको कम्पनीले आफूले ल्याउने हो। कम्पनीको यदि ट्रेजरीमा पैसा छ, क्यासमा बसेको छ भने है, ऊ चाहिँ सिग्निफिकेन्ट क्यासमा छ भने कम्पनीहरूले बाइब्याक गर्छन् आफ्नो सेयर। अब बाइब्याक गर्दाखेरि पनि पब्लिकलाई भनेर अफर गरेर बाइब्याक गर्ने हो। म यति पिरियडमा यो रेन्जभित्र मैले सेयर्सहरू कसैले मलाई बेच्न चाहन्छ भने बेचौँ भनेर भन्छ। एउटा बाइब्याक चाहिँ जेनरल बाइब्याक प्र्याक्टिस हो। कति % बाइब्याक गर्ने, कति सेयर बाइब्याक गर्ने, कति पिरियडसम्म र कुन प्राइस रेन्जमा भनेर कम्पनीले तोक्छ, रेन्ज दिन्छ एउटा प्राइसको होइन। अब त्यो रेन्जमा बाइब्याक गर्न दिइसकेपछि अब पब्लिकले आफ्नो सेयर चाहिँ तिनीहरूलाई बेचिदिए भने किन्दै जान्छ। अब जस्तो रिलायन्सको केसमा चाहिँ लामो बाइब्याक चलेको थियो, लगभग 2 वर्षसम्म बाइब्याक चलेको होइन। त्यो पिरियड पनि कम्पनीले नै तोक्ने हो, कति समयसम्म बाइब्याक गर्ने भनेर भन्छ। अब कुनै कम्पनीले फेरि डिलिस्टिङ गर्नलाई बाइब्याक अफर लिएर आउँछन् होइन। अब तर डिलिस्टिङ गर्नको लागि बाइब्याक भनेको 95% सेयर चाहिँ कम्पनीले किन्नु पर्यो होइन। पब्लिकबाट चाहिँ 95% भन्दा मासतिर सेयर किनिसकेपछि मात्रै डिलिस्ट गर्न पाइन्छ, अदरवाइज डिलिस्ट गर्न पाइँदैन। अब बाइब्याक अफर लिएर आयो, 95 पुर्याउन सकेन, 95 पुर्याउन सकेन भने डिलिस्टिङ हुँदैन। फेरि लिस्टिङ नर्ममा फेरि अर्को चिज पनि छ, फ्री फ्लोट सेयर्स, पब्लिकमा ट्रेड हुनेवाले सेयर चाहिँ कम्तीमा पनि 10% हुनुपर्छ भन्ने प्रोभिजन छ। त्यसलाई पनि भाइलेट गर्नु भएन।
यी आदि चिजहरू चाहिँ एप्लिकेबल हुन्छन्। जस्तो एमआरएफको केसमा थियो, धेरै पटक उसले 3 पटकसम्म बाइब्याक अफर दियो। जहिले पनि बाइब्याक अफर दिँदाखेरि मार्केट प्राइस भन्दा मासतिर नै दिन्थ्यो। उसले बाइब्याक दिने बित्तिकै पब्लिकले उसको बाइब्याक अफर प्राइस भन्दा मासतिर सेयर पुर्याइदिन्थे, सेयरको भाउ पुर्याइदिन्थे। दिँदै नदिने, पब्लिकले बेच्नै नमान्ने। अनि उसले आजभन्दा 6-7 वर्ष अगाडि नै 6-7 वर्ष के 10 वर्ष अगाडि नै डिलिस्ट गर्छु भनेर बाइब्याक अफर लिएर आएको थियो। पब्लिकले मान्दैनन्, मैले किनिदिन्छु भन्दाखेरि दिँदैनन्। अनि त्यसपछि बाइब्याक गर्नै सकेन त्यो कम्पनीले, होइन। त्यो खालको चिजहरू पनि हुन्छन्। अब जरुरी छैन कम्पनीले बाइब्याक अफर दिँदैमा पब्लिकले सरेन्डर गर्छन् भन्ने पनि छैन। र तर धेरै जसो टाइममा दुईवटा पर्पज हुन्छ। एउटा पर्पज हुन्छ कम्पनीलाई अब मैले पब्लिकमा जान्न, मैले 100% सबै प्रमोटर बनाउँछु र डिलिस्ट गर्छु भन्ने उद्देश्यले, होइन। त्यो हिसाबले चाहिँ बाइब्याक अफर लिएर आएका हुन्छन्। अर्को चाहिँ ल मसँग चाहिँ आफ्नै कम्पनीको चाहिँ कम्पनीमा चाहिँ पैसा राम्रै छ, बाइब्याक अफर लिएर आउँछु, अनि त्यसपछि केही समयपछि फेरि कुनै एउटा समयमा फेरि अफर फर सेल लिएर आएर फेरि पब्लिकलाई नै बेचिदिन्छु भन्ने हिसाबले ट्रेजरी फन्डको पैसालाई युटिलाइज गरेर बाइब्याक गर्छन्। तर बाइब्याक गर्नको लागि कम्पनीसँग क्यास हुनुपर्छ। नेपाली कम्पनी एक्ट अनुसार त गर्न पाइँदैन होला नि सर बाइब्याक? प्रोभिजनिङ छैन। बाइब्याकको प्रोभिजनिङ चाहिँ नेपालको तपाईँको जुन चाहिँ ल हो त्यसको एकर्डिङ चाहिँ राखिएको छैन। आफ्नो कम्पनीको सेयर आफैले किन्न पाइँदैन भनेर लेखिएको छ। भनिदिनु न सर, ब्याङ्किङ बिन सर ब्याङ्किङ के छ? ब्याङ्किङले पोहोर यतिखेर ठ्याक्क ब्याङ्किङ अलि माथि लाग्दा बजार पनि 3047सम्म धक्का ल्याएको थियो। के हो सर? होइन, अझै पनि कन्सोलिडेट भइराखेको छ। अलिकति समय लिन्छ होला। ब्याङ्किङले फेरि त्यही खालको र्याली चाहिँ लिएर आउँछ अझै एकपटक भन्ने चाहिँ लाग्छ मलाई। समय लिएला, 1-8 महिना जति समय लिएला अझै पनि। अब यही साइडवेजमै लिइरहने हो कि सर अलि तल गएर चाहिँ लिने हो कि के हो यो? पोहोर त धेरै सिग्निफिकेन्टली तल पनि नआउला। अब तपाईँले सिम्पल बुझ्नुहोस् कि ब्याङ्किङमा अहिलेको टाइममा हामीले हेर्ने हो भने डाउन साइड रिस्क 10% जति हो, अपसाइड पोटेन्सियल 50% छ, होइन। अब रिस्क रिवार्ड फेभरेबल छ, त्यो हिसाबले हेर्नुहोस्। अब पेसेन्स कति राख्न सकिन्छ भन्ने कुरा हो, होइन। अब पेसेन्स हुने मान्छेले, राख्न सक्ने मान्छेले चाहिँ रिस्क रिवार्ड चाहिँ ब्याङ्किङमा राम्रो फेभरेबल रिस्क रिवार्ड भएको हुनाले हेर्न सकिन्छ त्यहाँ। मान्छे त 10% रिस्क भनेपछि त सर अझै पनि गयो त 1250 तिर। 1250 उता गयो भने 50% त्यति रिस्क लिन त तयार त हुनु पर्यो नि। 50% को रिवार्डको चान्सेस छ, 10% पनि रिस्क लिन नचाहेपछि त के अर्थ रह्यो त फेरि? 50% हुनलाई अस्तिको अल टाइम हाईबाट अझै 20% माथि जानु पर्यो। 1620 बाट 16 32 1900 1300। सर सोध्नु न। त्यही 2000 जतिको एक्सपेक्टेसन लगाउन सक्छौँ ब्याङ्किङमा। होइन, तर नबढ्ने रिस्क भयो, घट्ने रिस्क भन्दा नि नबढ्ने रिस्क भयो क्या ब्याङ्किङमा। नबढेको त होइन नि, पोहोर पनि त तपाईँको हेर्नु त कहाँबाट कहाँ गयो। तर यहाँ के भइरहेको छ भन्ने कुरा हो नि। त्यो बिचमा त्यो 1 महिना मात्र बढ्यो क्या, त्यस पछाडि बढ्नै छोड्यो नि। बढ्छ, नबढ्ने होइन। तपाईँको अब लार्ज क्यापहरू छन्। अब ब्याङ्किङमा भएको चाहिँ पछिल्लो वर्ष 70% बढ्यो आफ्नो लोबाट। अब 70% बढ्दाखेरि प्रफिट बुकिङ अभियसली आउने भयो। किन भन्दा अब ठुल्ठुलो क्यापिटलाइजेसन्स भएका छन् मान्छेहरूले। अलिकति भए पनि रियलाइज गरौँ भन्दाखेरि चाहिँ राम्रै बिक्री प्रेसर आउँछ, होइन। इट डजन्ट मिन कि फेरि गल्लै पनि चल्दैन भन्ने होइन। कति समयसम्म यो ब्याङ्किङ त कामै छैन भनेर बसेका मान्छेहरूले एकाएक 1 महिनामा 1.5 महिनाभित्रमा नै 70% भन्दा
डेढ महिना त होइन तपाईँको मेबाट सुरु भएको भनेपछि जुनबाट मे सुरु गरेर जुन जुन जुलाई जुलाई अगस्त अगस्त 3 महिना सर अगस्तसम्म त 3 महिना त चल्यो त होइन 3 महिना चल्यो त भनेपछि अब ब्याङ्किङ चल्दै चल्दैन भन्ने न्यारेटिभ त गलत हो हेर्नुहोस् होइन हरेक सेक्टर्सहरू चल्छन् नचल्ने होइन तर पेसेन्स चाहिँ चाहियो होइन यत्तिकै त अब आजको भोलि नै सबै चिजहरू भइहाल्ला भन्ने हुँदैन केही चिजहरू चाहिँ अब डेभलपमेन्ट्सहरू राम्रै भइदियो भने फेरि एकपटक चाहिँ ब्याङ्किङले र्याली चाहिँ लिएर आउला भन्ने एक्सपेक्टेसन गर्न सक्छौँ अब मार्केट नै लामो समय नै बियर जाने भएछ अब मास्तिरपट्टि जान सक्ने कुनै ताकतै छैन एन्टायर मार्केट नै फेरि सबै सेक्टर्सहरू सहित नै नराम्ररी नै तल खस्ने हुन् भने चाहिँ अब त्यो पर्फर्म नगर्ला अदरवाइज मार्केटले 3200 एकपटक कटाउने हो भने त ब्याङ्किङ नचलिकन त 3200 काट्ने क्षमता छ जस्तो मलाई लाग्दैन देखियो त्यो त पोहोर पनि देखिहाल्यो नि सर जुन बेला अरू सानो सानो सेक्टरले जति बढाए पनि 2200 कटाउन सकेन जब त्यो चल्यो ब्याङ्क चल्यो तब 2200 पनि कटेर गयो नि त सर सरले अझै बेरिस भन्नुभयो के बेरिस जाने चान्स देख्नु भएको सरले गयो भने कतिसम्म जाने हो होइन जाँदै नजाला भनेर त ग्यारेन्टी त के गर्न सकिन्छ र होइन अब चान्सेस कम छ तर जाँदै जान्न भनेर त भन्न त सकिएन नि त त्यति अहिले नै यहीँबाट नै भयङ्कर ठुलो बियर आउला जस्तो म देख्दिनँ होइन तर तलमाथि भोलाटाइल गरेर अरू 1 महिना जति बिताउला भन्ने एक्सपेक्टेसन हो अझै यो बजार 2450 3000 2450 3000 2 वर्ष खेल्ने कतिको सम्भावना छ विजय सर 18-22 खेले जस्तो दुवै वर्ष त नखेल्ला है अब एउटा सरसर्ती हेर्दाखेरि एउटा के देखिन्छ भन्दाखेरि तपाईँको अहिले चाहिँ लगभग 2800 तिर लिएर गयो र त्यसपछि खस्दाखेरि स्लो भइदियो बजार होइन खस्ने तर चाहिँ एकदमै स्लो अफेयर हुने 2900 बाट 2580 त धेरै छिटो आएको थियो होइन एकदमै कम समय लिएर आएको थियो त्यस्तो नगर्ने तर समय लिने पुरा 1 महिना लिएर बिस्तारै खस्ने त्यस्तो काम गर्यो भने चाहिँ बजारले चाहिँ एकपटक आफ्नो अल टाइम हाई चाहिँ पोसिबली यही अगस्तभित्रमा नै ब्रेक गरिदिन्छ अनि त्यो ब्रेक गरेर त्यसपछि चाहिँ बरु चाहिँ यदि 2600 भन्दा मुनि सिग्निफिकेन्टली नआउने र अल टाइम हाई ब्रेक गर्यो भने कतै 3300 तिर लिएर गएर त्यहाँबाट चाहिँ बरु बजार चाहिँ 1.5 वर्ष सुत्न सक्यो एउटा पोसिबिलिटी त्यो भयो अर्को पोसिबिलिटी होइन अहिले 2580 लाई पनि ब्रेक गर्ने अनि तलैपट्टि लिएर आउने र फेरि त्यही 2400 को आसपासको 2450 2400 को आसपासको रेन्ज लिएर आएर त्यसपछि बजार चल्न सुरु गर्यो भने चाहिँ एउटा पिरियडमा चाहिँ सर र मासतिर चल्ने फेरि 4-5 महिना कन्सोलिडेट हुने फेरि अर्को चल्ने फेरि 4-5 महिना कन्सोलिडेट हुने त्यो खालको काम चाहिँ गर्न सक्छ भनेपछि रेन्ज त मलाई ब्रेक गर्छ एकपटक जस्तो लाग्छ है मासतिरपट्टि भनेपछि अल टाइम हाई ब्रेक गर्छ भन्नुभयो सरले अल टाइम हाई ब्रेक चाहिँ गर्छ होला यो वर्ष चाहिँ एकपटक गर्छ जस्तो लाग्छ मलाई सर अनि यो पहिलाको बुलहरूको इतिहासमा यसरी बुलको चरणमा पनि यसरी लामो साइडवेज भएको देखिन्छ त सर अनि साइडवेज त 4 वर्ष बियर मार्केट चलेको त इतिहास जति पनि छ हामीसँग हेर्नु 40 महिनासम्म 44 महिनासम्म बजार चाहिँ बियरमा गएका जति पनि हिस्ट्री छन् तपाईको सन् 2000 देखि 2004 सम्म हेर्नुस् 4 वर्ष थियो लगभग 40 महिनाको बियर मार्केट थियो सन् 2008 बाट
2012सम्म हेर्नुभयो भने आई थिङ्क 42-43 महिनाको बियर मार्केट थियो। फेरि सन् 2016बाट 20सम्म हेर्नुहुन्छ भने त्यही 43-44 महिनाको बियर मार्केट थियो। बियर मार्केटहरू त 4-4 वर्षका छन्, हेर्नुहोस्, नभएका होइनन्। 21बाट 25 भन्दा पनि अब तपाईँको 21बाट 23को एन्डसम्ममा भनौँ होइन, 1816 जब लगाएको थियो त्यो हेर्ने हो भने त्यो त अझै 40 महिनाभन्दा कमको पिरियड हो। तर पछिल्लो पटक चाहिँ यसले ट्रेन्ड केलाई ब्रेक गर्यो भन्दाखेरि बियर मार्केट लगभग 40-42 महिनाका हुन्थे र बुल मार्केट चाहिँ 50-52 महिनाका हुन्थे। पछिल्लो बुलमा चाहिँ 50-52 महिना बुल मार्केट जान सकेन, ब्रेक गरेको ट्रेन्ड चाहिँ त्यो हो। अब बियर मार्केटको ट्रेन्डलाई त खासै ब्रेक गरेको छैन। बियर मार्केट लामै छन् हाम्रो नेपालको इतिहासमा। सर त्यो भनेपछि अल टाइम हाई लागेकोदेखि होइन कि पछि 1816 आएदेखि चाहिँ तपाईँले बियर मार्केट भन्नुभयो? कुन चाहिँ यो जुन अहिले 44 महिना भयो नि त अल टाइम हाई लागेको त, 44 महिना भयो। त्यो बिचमा तपाईँले अहिले भन्नु बियर मार्केट यसलाई काउन्ट नगरौँ, त्यो 2022 को जुनदेखि मात्रै काउन्ट गरौँ भन्न खोज्नुभयो? नै 2023 को नोभेम्बरसम्म। 23 को नोभेम्बर 1816 जब दोस्रोचोटि 1816 आएको बेला। त्यहाँसम्म। र अब ब्याङ्किङ इन्डेक्सको साथमा कम्पेयर गर्ने हो भने त अझै तपाईँले मे 2024 भन्नु पर्यो। 24 होइन, मे 2024सम्ममा लगभग बियरै रह्यो। अब अगस्त 2021बाट त्यो भनेको एप्रोक्सिमेटली कति भयो तपाईँको 4 वर्षमा 3 महिना कम त हो, त्यो पुग्यो त होइन? ए नै 3 वर्षमा 3 महिना कम। 36 भनेपछि 33 महिना रह्यो। तर अब ट्रेन्डलाई ब्रेक गरेको भनेको तपाईँको 2020बाट सुरु भएर 21 को जम्मा 15 महिना मात्रै बुल रह्यो कि। प्रब्लम त्यो हो होइन, 15 महिना मात्रै बुल रहेको इतिहास चाहिँ थिएन होइन। त्यो चाहिँ अहिले नयाँ इतिहास बनायो। अरू सरहरूलाई केही छ भने सोधौँ। हजुर हजुर, घुमन्ती सर नमस्कार। नमस्कार विष्णु सर नमस्कार। विष्णु सर, हजुरलाई एउटा यो जस्तो हामी यो महिना गते धेरै भनौँ न 2-3 वर्षदेखि नै यति महिनामा यो यस्तो हुन्छ उस्तो हुन्छ भनेर सरबाट पनि धेरै कुराहरू सुनियो होइन सर। जस्तो हाम्रो यो बिचबिचमा आउने हरेक कुराले चाहिँ सबैलाई हामीलाई चाहिँ झुकाइराखेको छ कि सर। यसमा चाहिँ अब कस्तो धेरै भेटरन लगानीकर्ताले नि त्यो बेलामा बोल्नु भएको थियो, इन्डेक्स चाहिँ 4000-5000सम्म पुग्छ भन्ने पनि एउटा अन्दाज पनि गर्नुभएको थियो होइन सर। अब हामी चाहिँ अब किन पुगेन भन्दाखेरि अब बिचबिचमा यो समस्या भयो, कहिले आर्थिक सङ्कट भयो, कहिले चाहिँ नेपालको इकोनोमी अलिकति ग्रोथ भएन, कहिले जुलुस भयो, कहिले सरकार भयो भन्छौँ। यसलाई चाहिँ अनि कसरी हामीले ठम्मे गर्ने सर? जस्तो बिचबिचमा त यो बाधा अडचन त आइरहेछन्, तर हामी एनालाइसिस गर्न अझै पनि तपाईँ हामीले छोडिरहेको छैनौँ कि अहिले पनि। अझ सरले अघि भन्नुभयो अब टप लगाउँछ होला भन्नुभयो। अब बिचमा फेरि यस्तै खालको कुनै हुइम आयो, अब भनौँ न जस्तो हाम्रो नेपालको अहिलेको राजनीतिक उथुलपुथुल भयो भने फेरि यो त ब्रेक गर्छ, माथि जाँदैन। यस्तो बेलामा चाहिँ हामीले अनि त्यसलाई चाहिँ खालि त्यो ऊ मात्रै भन्ने कि ठ्याक्कै हामीले एब्जर्भसन गरेकै भन्ने विष्णु सर, यसलाई चाहिँ कुन एङ्गलबाट लिने हामीले? यस्तो केसमा चाहिँ कुन एङ्गलबाट लिने? तपाईँको के हुन्छ भन्दाखेरि हरेक इन्भेस्टर्सले आफ्नो रिस्क र रिवार्डलाई हेरेर आफ्नो रिस्क म्यानेज गर्ने हो होइन। अब फेरि पनि हामीले अन्दाज गर्न छोड्दैनौँ। बारम्बार हामीलाई धोका दिँदा पनि
किन चाहिँ हामीले फेरि यस्तो हुन सक्ला उस्तो हुन सक्ला भनेर भन्ने जुन प्रश्न हो त्यसको उत्तर सिम्पल के हो भनेर भन्दाखेरि क्यापिटल मार्केटमा लगानी गर्ने भनेर प्रवेश गरिसकेपछि या क्यापिटल मार्केटलाई स्टडी गर्ने भनेर होइन लगानी नगरी पनि स्टडी मात्रै गरेको छ भने पनि अब कुनै अन्दाजै नगर्ने हो भने त फेरि त्यो क्यापिटल मार्केट हेर्नै पो किन पर्यो त अन्दाज त लगाउनु पर्यो नि त यसो होला र उसो होला भन्ने एक्सपेक्टेसनले न बजार चल्ने हो होइन मेरो बजारप्रति केही पनि एक्सपेक्टेसन छैन भने त बजार कहाँ चल्छ त फेरि कसैले केही पनि एक्सपेक्टेसनै नगर्ने हो भने बजार किन चल्नु पर्यो त क्या मजाले दिनुभयो सर हजुरले एकदम त्यो होइन मान्छे यो अघि क्वेसन सोध्ने मान्छे पनि त्यति कस्तो खालको मान्छे हुनुहुँदो रहेछ एकदम भनेपछि सही भन्नुभयो सर एक्सपेक्टेसन लगाउन त कसले छोड्नै भएन त त्यो त तल बजारै जाला नगर्ने या भयो माथि नि। जाला भनेर भन्न त कसले छोड्ने कुरा आउँदै आउँदैन छोडियो भने त बजारै नहेरौँ नि त त्यसो भए होइन भनेपछि त्यो स्वाभाविक हो होइन यसलाई अन्यथा लिनै पर्दैन होइन लगाएको एक्सपेक्टेसन चाहिँ पुरा भयो भएन भन्ने प्रश्न चाहिँ छुट्टै हुन् होइन अब गरेन हामीले सोचे अनुसार गरेन भने बजारले गरेन हजुर होइन अब त्यसमा चाहिँ के कारणले गरेन भनेर फेरि एनालाइसिस गरौँला तर यसो गर्ला र उसो गर्ला भनेर अन्दाज त गर्नु त पर्यो नि सर हजुर यो होइन यो कुरा यो मानेमा त मैले सरले भनेको कुरा पहिलेदेखि नै त्यही भन्दै आइरहनु भएको हो हामीले अन्दाज त गर्नु पर्यो होइन सर मेरो चाहिँ क्वेसन कस्तो हो भने सर जस्तो अब हिजोको दिनमा हामीले धेरै कुराहरू सुन्यौँ सिडी रेसियो यहाँ तल आउँदाखेरि बजार अलिकति टप लाग्छ होइन अनि सबै भेटरनहरूले भनेको कुरा पनि सुनियो नि त सर तपाईँ हामीले नै मैले त सरले मात्रै भन्न खोजेँ होइन हामीले पनि हिजोको दिनमा यस्तै एनालाइसिस गऱ्यौँ तर सबै एनालाइसिसहरू चाहिँ अलिकति अलग पाटोले गइरहेको छ कि सर बजार होइन जस्तो अब हजुरले अहिले भन्नुभयो टप लाग्ला भन्नुभयो तर टप त अहिले त बुल त स्क्रिप्ट बुल त लाग्दै आइरहेको छ कि सर डेली स्क्रिप्ट बुल त गइसक्यो हेर्नुहोस् इन्डेक्स तल हुँदा नि स्क्रिप्ट बुल त गइसकेको छ होइन अनि हामी चाहिँ इन्डेक्स मात्रै हेर्ने कि अब जस्तो हिजोको दिनमा यो सिडी रेसियो ब्याज दर तल आउँदाखेरि बजार माथि टप लाग्छ भन्ने कुराहरू हेर्ने कि हामीलाई चाहिँ झुकाइराखेको छ कि सर यस्तो केसमा चाहिँ के गर्ने भनेर मैले सरसँग कुनै आइडिया भनौँ न अब हामीले त 2-3 वर्षदेखि हेर्दै आइरहेको छौँ सबै कुरामा झुकाइदिइरहेको छ कि सर हामीलाई होइन होइन त्यो कुरामा चाहिँ झुक्क्याउने के भन्दा आइडियाहरू पनि तपाईँको के हो भनेर भन्नुहुन्छ भने अब ट्रेडिङ प्रोस्पेक्ट्स हो भने ट्रेडिङको तरिकाले नै हेर्नु पर्यो होइन ट्रेडिङको तरिकाले हेर्ने के हो त भनेर भन्नुहुन्छ भने जस्तो एउटा इक्जाम्पल लिउँ होइन इक्जाम्पल के हो भन्दाखेरि बजार चाहिँ जब 2930सम्म गयो अलिकति रिट्रेसमेन्ट गरेर 2800लाई प्रोटेक्ट गर्न सक्यो भने फेरि चाहिँ नयाँ के अरे 3000 भन्दा मास्तिर कतै 3100 को आसपास कतै लैजाला भन्ने एक्सपेक्टेसन मैले पनि गरेको थिएँ तर अब 2800लाई नै ब्रेक गरेपछि यो बजार चाहिँ अब चाहिँ तुरुन्तै मास्तिर जाँदैन भन्ने फेरि एस्टिमेसन गरियो त्यो भनेको टेक्निकल प्यारामिटर्समा हेर्दाखेरि यो सपोर्ट लेभललाई चाहिँ यसले सस्टेन गर्नु पर्थ्यो सस्टेन गर्न नसकेपछि चाहिँ अब यो चिज चाहिँ बनेन है मैले सोचे अनुसार भएन भनेर आफूलाई रिएडजस्ट गर्ने हो होइन त्यही हो कहिलेकाहीँ चाहिँ हामीले एउटा एक्सपेक्टेसन लगाएका हुन्छौँ त्यो एक्सपेक्टेसनलाई पुरा गर्दैन भने मैले यो बेसिसमा चाहिँ मैले यसरी सोचेको थिएँ यदि यो चिजहरू भइदिएन भने चाहिँ मैले के गर्ने त भनेर पहिल्यै प्रिपेयर गर्नु पर्यो आफूलाई होइन भन्न खोजेको इफ आई वेयर टु ट्रेड इन द नेप्से इन्डेक्सको मात्रै कुरा गरौँ अब यदि नेप्सेमा चाहिँ ट्रेड गर्न पाएको भए मैले के गर्थेँ 2800लाई स्टप लस लगाइदिन्थेँ होइन अब 2800 भन्दा मुनि आएपछि अब पर्ख कुरा त्यसपछि के गर्छ फेरि अर्को ट्रेन्ड हेर नयाँ कन्फर्मेसन खोज भन्ने एटिट्युड राख्थ्यो होला होइन त्यसै गरी इन्डिभिजुअल स्टक्सका पनि कुराहरू तिनै नै हुन् होइन यदि फलानु लेभलमा चाहिँ यहाँ रेसिस्टेन्स छ यहाँ सपोर्ट छ भने चाहिँ अब यहाँबाट यसो गर्न सक्ला है भनेर हामीले भन्यौँ त्यही अनुसार ट्रेड लियौँ हामीले सोचे अनुसार भएन भने फेरि हामीले सोचे अनुसार भएन बजारले त अर्कै कुरा भन्न खोजिया छ र बजार अनुसार चलाउँ भनेर आफ्नो बिहेभियर चेन्ज गर्नु पर्यो जहाँसम्म ओभरअल इन्डेक्सले चाहिँ
पर्फर्म नगर्ने, तर कुनै कुनै इन्डिभिजुअल स्टक्सले त तपाईँको आफ्नो पुरानो बनाएका अल टाइम हाई भन्दा पनि सिग्निफिकेन्टली मास्तिर गएर पर्फर्म गरे भन्ने कुराहरू हुन। अब तिनीहरूमा के हो भनेर भन्नुहुन्छ भने अझै पनि होइन, अब मैले चाहिँ गर्ला एकपटक हाई त ब्रेक गर्ला भन्ने जुन मैले कुरा गर्दा गर्दै त त्यो हाई ब्रेक गर्ने या फेरि बजार मास्तिर जाने क्रममा फेरि पुराना खालकै बिहेभियर देखियो। भन्न खोजेको त्यही खालको चाहिँ सेक्टोरल एउटा मुभमेन्ट लाने, कन्सन्ट्रेट हुने, अनि त्यसपछि त्यसलाई पम्प गरेर मास्तिर लिएर गएर डम्प गरौँ भन्ने खालको यही खालको बजारले बारम्बार एटिट्युडलाई रिपिट गर्छ भने फेरि सेकुलर बुल मार्केट आउन सक्दैन। त्यो भनेको त्यसलाई मैले चाहिँ टेक्निकल भाषामा त्यसलाई डिफाइन गर्दाखेरि भोलाटाइल मार्केट भनेर डिफाइन गर्छु, त्यसलाई सेकुलर बुल चाहिँ भन्दिनँ मैले होइन। सेकुलर बुल आउनको लागि ओभरअल सबै इन्डिसेसले पर्फर्म गर्नु जरुरी छ। एउटा दुइटाले पर्फर्म नगर्ला द्याट इज डिफरेन्ट पार्ट, तर ओभरअल सबैले पर्फर्म गर्नुपर्छ होइन। कुनै एउटा इन्डिसेस चाहिँ छुट्ला, 10वटा इन्डिसेस छन् भने, सब इन्डेक्स छन् भने 9वटाले पर्फर्म गर्ला, एउटा चाहिँ छुट्ला, या 2वटा छुट्लान् 8वटाले पर्फर्म गर्लान्। र ती पर्फर्म गर्ने क्रममा हाई वेटेज भएका इन्डिसेसहरूले पनि सँगसँगै पर्फर्म गर्नुपर्छ सेकुलर ट्रिगर हुनको लागि। अदरवाइज सेकुलर बुल हुँदैन। त्यसको चाहिँ काम के हो त भन्दाखेरि भोलाटाइल मात्रै हुन्छ होइन। स्विङ चाहिँ मास्तिर हान्छ, फेरि खसेर त्यही खालको चाहिँ तलपट्टिका स्विङहरू हान्छ, यही रिपिटेड एटेम्प्ट गरिराख्छ। त्यसलाई सिम्पल टर्ममा भन्दाखेरि मार्केट इज भोलाटाइल भन्ने हो। ओके सर, सर अनि यो जस्तो हाम्रो अहिले देखिरहेको भनौँ न विगत 1-2 वर्षदेखि ल भोलाटाइलै भयो मार्केट, यो देखिरहेको मार्केट अहिले जस्तो यो 2:45बाट 3 बजीसम्मको जुन एउटा चाहिँ तोकिएको छ, यो चिजले चाहिँ भोलाटाइल हुन रोकिन्छ कि रोकिँदैन? अनि यो भोलाटाइल हाम्रो मार्केटमा कहिलेसम्म हुन्छ सर? सधैँभरि हुन्छ कि हजुरको विचारमा चाहिँ अब केही समयपछि यस्ता नीति नियमहरू आएर यसलाई चाहिँ अलिकति अप्ठ्यारो स्थिति बनाएर सुध्रिन्छ कि सर बजार? यसमा चाहिँ के छ सर? भोलाटाइल चाहिँ अब कहिलेसम्म हुन्छ त सर? यो सधैँ भइ नै राख्छ कि यसको एक दिन चाहिँ अलिकति कम हुँदै जान्छ कि यो बन्दै हुन्छ सर भोलाटाइल हुन? यस्तो बजारमा चाहिँ हेर्नुहोस्, सधैँभरि सबैलाई मूर्ख बनाउन सक्दैन होइन। त्यही भएर मार्केट चाहिँ ब्याक टु द फन्डामेन्टल्समा आउँछ नै होइन। केका लागि चल्ने त, किन चल्ने त भन्न खोजेको लङ टर्ममा कम्पनीजहरूको ग्रोथ हुन सक्छ कि सक्दैन, उनीहरूले रेभेन्यू कमाउन सक्छन् कि सक्दैनन्, दुइटै टप लाइन र बटम लाइनमा चाहिँ कतिको ग्रोथ आउन सक्छ भन्ने एजम्सन्समा नै सेकुलर आउने हो, सेकुलर बुल भनेको। अब त्यो प्रवृत्ति चेन्ज गर्नको लागि मार्केटको ओभरअल साइकोलोजी चेन्ज हुनु पर्यो। अब अहिलेसम्म इस्टाब्लिस साइकोलोजी, पछिल्लो 2 वर्षको इस्टाब्लिस साइकोलोजी हेर्छौँ भने पुरै मार्केटको साइकोलोजी के भएको छ भनेर भन्नुहुन्छ भने त्यही लो क्यापहरू या फेरि अलि हाई नै भए पनि ग्रुप मिलेर पम्प र डम्प गर्ने यो खालको साइकोलोजीले काम गरिराखेको छ। कोही पनि मान्छे त्यस्तो स्टक्सहरूलाई चाहिँ पम्प गरेर लिएर गएका छन् भने तिनीहरूले म यो कम्पनीलाई 10 वर्षसम्म म बेच्दिनँ भनेर कसैले पनि भनेको छैन होइन। बरु त्यो क्याटेगोरीको इन्भेस्टर्सहरू छन् भने तपाईँको बरु चाहिँ बिएफआइजमा देखिन्छन् बढी होइन। ब्याङ्किङ एन्ड फाइनेन्सियल इन्स्टिट्युसन्सहरूमा कुनै कुनै म्यानुफ्याक्चरिङका भनौँ, जस्तो हाम्रो युनिलिभर भयो। अब युनिलिभरमा कोही मान्छेले सेयर बेच्नै चाहँदैन होइन। अब जस्तो बटलर्स नेपाल भयो, तराईवाला होइन, तिनीहरूमा पनि कसैले सेयर बेच्न चाहेको जस्तो देखिँदैन। भयो भने पनि एकदमै कम भोल्युममा। मेजर प्रमोटर्सहरूले त सेयर बेच्न चाहँदैनन् हेर्नुहोस्, जबकि तिनीहरूले बेच्न पाउँछन् फेरि होइन। मार्केटमा मजाले सबै किता फालिदिउँ भने पनि पाउने प्रोभिजन छ, त्यहाँ त कुनै रेगुलेटर छैन, तर पनि बेच्दैनन्। भनेपछि नबेच्ने किन त भनेर भन्यो भन्दाखेरि ए बाबा कम्पनीले डिभिडेन्डै यति दिइराखेको छ, तपाईँलाई घर बसी बसी खान पुग्ने डिभिडेन्ड दिइराखेको छ, किन बेच्ने त
होइन। त भनेपछि कम्पनीको बेस चाहिँ के हो भनेर भन्दाखेरि उसले कमाएर दिन सक्ने क्यापासिटी, या त कमाएर बाँड्न सक्नु पर्यो, या त कम्पनी ग्रोथमा यति राम्रो तरिकाले जानु पर्यो कि साइजमा चाहिँ सिग्निफिकेन्ट इन्क्रिज होस्, र आज साइजमा इन्क्रिज भयो 5-10 वर्ष चाहिँ राम्रो ग्रोथ गर्यो भने फेरि 5-7 वर्षपछि चाहिँ डिभिडेन्ड त दिने हो, भएको क्यास त दिन्छ नि, बाँड्छ नि त होइन। या त त्यो साइकोलोजी डेभलप हुनु पर्यो। त्यो खालको साइकोलोजिजहरू अहिले मार्केट पार्टिसिपेन्ट्समा हेर्ने हो भने मोस्ट अफ द पार्टिसिपेन्ट्सको त्यो साइकोलोजी छँदै छैन। त्यो साइकोलोजी नभइसकेपछि सेकुलर बुल कसरी ट्रिगर गर्न सक्छ त? सक्दैन। हरेकको साइकोलोजी के हो भनेर भन्दाखेरि सर्टेन पर्सेन्टेज अफ प्राइस इन्क्रिमेन्ट भयो भने म यो सेयर बेचेर क्यापिटल गेन गरेर बाहिर निस्कन्छु भन्ने साइकोलोजी हो। कम्पनीलाई आउन गर्छु र यो कम्पनी मैले आउन गरेको बापत मेरो पुस्ताले चाहिँ बसी बसी खान पाउँछ, डिभिडेन्ड खान पाउँछ भन्ने साइकोलोजी त छँदै छैन बजारको होइन। त्यो चिजहरू हुनु। मैले अघि एक्जाम्पल लिएँ नि, एचडिएफसी ब्याङ्कको 100% पब्लिक सेयर हो, तर त्यहाँ चाहिँ मेजोरिटी अफ द मान्छेहरू यस्ता छन्, ठुल्ठुलो पर्सेन्टेज होल्ड गर्ने इन्स्टिट्युसन्सदेखि लिएर इन्डिभिजुअल्सहरू यस्ता छन् जिन्दगीभर सेयर बेच्दिनँ भनेर बस्छन्। किन बेच्दैन त भनेर भन्दाखेरि उसले मलाई सफिसियन्टली यति डिभिडेन्ड दिएको छ कि अब यो सेयर बेच्यो भने त डिभिडेन्ड खान त पाइनँ नि त होइन। मैले लगाएको लगानी भन्दा कैयौँ गुणा उसले डिभिडेन्ड दिएको छ भनेर त्यसै सेयरहरू बेच्दैनन्। त अनरसिप भनेको त त्यो हो नि होइन। अनरसिप भनेको क्यापिटल गेन होइन, क्यापिटल गेन चाहिँ फङ्सन मात्रै हो होइन। उसको ग्रोथ, उसको दिन सक्ने डिभिडेन्ड पेइङ क्यापासिटीले गर्दाखेरि ट्रिगर गर्ने चिज हो। अब बाँकी चिजहरू त्यो कुनै पनि बेस छैन, कुनै पनि आधार छैन र तपाईँको सेयरको प्राइसेस चाहिँ ड्याङ कि ड्याङ पम्प गरौँ भनेर ग्रुप मिलेर उचालेर लगेको छ भने त त्यसको साइकोलोजी भनेको क्यापिटल गेन मात्रै हो होइन। क्यापिटल गेनमा कहिलेकाहीँ त कहिले न कहिले त बुक त गर्नु पर्यो नि, प्रफिट बुक त गर्नु पर्यो नि। जसले चाहिँ मैले क्यापिटल गेन मात्रै गर्छु भनेर सेयर किनेको छ उसले त प्रफिट बुक गर्छ। अब एन्टायर मार्केटको साइकोलोजी त्यो भइदिएपछि मोस्ट अफ द है, मैले भन्नु फेरि 100% त्यो होइन, तर धेरै जसो मार्केट पार्टिसिपेन्ट्सको साइकोलोजी नै त्यो भएपछि त मार्केटले क्रिएट गर्ने के हो त भोलाटिलिटी मात्रै हो। सस्टेनेबल बुल चाहिँ क्रिएट गर्न सक्दैन। भनेपछि साइकोलोजिकल सिफ्टिङ हुनु पर्यो बजारमा, र त्यो साइकोलोजिकल सिफ्टिङ होला नहोला भन्ने कुरामा सधैँभरि मार्केटले के यही न्यारेटिभ मात्रै बोकेर हिँड्छ त, यही न्यारेटिभ मात्रै सक्सेसफुल न्यारेटिभ हो त भनेर भन्नुहुन्छ भने होइन होइन। यो मात्रै सधैँभरि सक्सेसफुल हुँदैन। किन भन्दाखेरि यही खालको न्यारेटिभ्सले के गर्छ भनेर भन्नुहुन्छ भने अनसस्टेनेबल टेरिटरीमा चाहिँ सेयरको प्राइसेस पुर्याइदिन्छ, अनि त्यसपछि चाहिँ सबै मान्छेहरू त्यसपछि ल अब त बेच्ने भनेर आउँदाखेरि त्यसले झन् ठुलो डाउनसाइड प्रेसर लिएर आउँछ। सधैँभरि कमाउनको लागि एउटै मात्रै उपाय चाहिँ हुँदैन होइन। मार्केटले आफ्नो क्यारेक्टर चेन्ज गरिराख्छ। अब यो पछिल्लो 2 वर्षको क्यारेक्टर चाहिँ भयो, अब फेरि यही चाहिँ अघिल्लो 4-5 वर्षसम्म यही क्यारेक्टर चाहिँ राखिराख्छ बजारले भनेर हामीले एक्सपेक्ट नगरौँ। त्यो क्यारेक्टर चेन्ज गर्छ। तपाईँको पेसेन्स मात्रै टेस्ट गरेको हो। अल्टिमेटली बजारले चाहिँ बजारको चाहिँ बेसिक प्रिन्सिपल चाहिँ फलो गर्छ बजारले होइन। बेसिक प्रिन्सिपल भनेको अर्निङ ग्रोथ र डिभिडेन्ड्स हो। कम्पनीले कति क्यास जेनेरेट गर्न सक्छ त भविष्यमा गएर, फ्री क्यास फ्लो कति हुन सक्छ त, यही नै बेसिक चिजहरू हुन् होइन। त्यो बेसिक चिजलाई चाहिँ अल्टिमेटली बजारले त्यो प्रिन्सिपलमा आउँछ बजार। सधैँभरि इरेसनलिटी र एक्सट्रिम लेभलको इरेसनल त अलिअलि हुन्छ बजार इरेसनल भएन भने त बजार फेरि तलमाथि हुँदैन। सबै मान्छेले ऱ्यासनल्ली बिहेभ गर्न थाल्यो भने त बजारमा मुभमेन्टै आउँदैन। तर चाहिँ त्यो एक्सट्रिम लेभलको इरेसनलिटी सधैँभरि राख्दैन होइन। ओन्ली प्राइस म्याटर्स भन्ने कुराहरू राख्दैन बजारले चाहिँ के गर्छ त भन्दाखेरि अल्टिमेटली कम्पनीको ग्रोथ
प्रफिटेबिलिटी म्याटर्स भन्ने कुरालाई चाहिँ बाए गर्छ नै। जब त्यो बाए गर्छ त्यो बेलामा फेरि यो खालको जुन चाहिँ साइकोलोजी राखेर ट्रेड गर्ने मान्छेहरू छन् उनीहरू डिसअपोइन्ट हुन्छन्। त्यो क्यारेक्टर चेन्ज गर्छ बजारले। सर अनि हाम्रो मार्केट रिटर्न बेस भइसकेको छ त सर, रिटर्नै छैन कम्पनीको, अनि कसरी हुनु सर? तपाईँले भने जस्तो तपाईँले अब एचडिएफसीमा पुरा राम्रो रिटर्न छ, कसैले बेच्नै चाहन्न भन्नु, हाम्रोमा यत्रो 300 वटामा 10 वटा पनि छैन त्यस्तो एकदम राम्रो रिटर्न दिने कम्पनीहरू। अनि जो पनि मान्छे पर्छ त्यो क्यापिटल गेनको पछि लागेछ, एउटाले उडाउँछ त्यसैको पछि लाग्यो, ठिक छ 2-4% पायो भने पाइहाल्यो, पाएन भने ठिकै छ भन्नेतिर गइसकेको छ कि सर यो मार्केटको मेन्टालिटी हो। त्यही भएर त लामो बियर मार्केट ट्रिगर हुन्छ होइन। ठुलो बियर मार्केट भनेको पनि अमेरिकाको स्टक मार्केटमा एकपटक सन् 2000मा, त्योभन्दा पहिलाका पिरियडहरूमा त थिए हेर्नुहोस्, 1967बाट 73-74 सम्म, अझै मोर अफ भन्नु पर्दाखेरि 82 सम्म होइन, कन्सोलिडेसन फेजलाई पनि गर्ने हो भने लगभग 10 वर्षका बियर मार्केट थिए। इन्डियामा पनि कन्सोलिडेसन फेजहरू काउन्ट गर्ने हो भने 1994बाट सन् 2003 सम्ममा 9 वर्षको बियर मार्केट पनि थियो। तर फ्रिक्वेन्टली एकदमै छोटो छोटो समयमा लामो बियर मार्केटहरू अरू अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा हुँदैनन्। किन भन्दाखेरि त्यो लङ टर्म ग्रोथ कुराहरू, एक्सपेक्टेसन्सहरू तिनीहरूले गर्दाखेरि बियर मार्केट भइदिए पनि 1-1.5 वर्ष 2 वर्षभन्दा बढी टिक्दैनन्। नेपालमा किन त्यसो भइराखेको हो भन्दाखेरि त्यो ग्रोथ पोटेन्सियल चाहिँ कम्पनीजहरूको सिग्निफिकेन्ट ग्रोथ पोटेन्सियल चाहिँ नभइदिँदाखेरि होइन। अब के सधैँभरि चाहिँ यस्तै खालको पथेटिक टाइपको ग्रोथ चाहिँ गर्लान् त भन्ने पनि पक्कै होइन होला। के हुन्छ भनेर भन्नुहुन्छ भने प्राइसेसहरू तल आउँछन्, तल बस्छन्, तर कम्पनीले बिस्तारै बिस्तारै चाहिँ अकुमुलेट त गरिराखेका हुन्छ, ग्रोथ अकुमुलेट गरेका हुन्छ। ग्रोथ अकुमुलेट गरेपछि फेरि चल्छन् होइन। अहिलेको समस्या भनेको तपाईँको लङ टर्ममा चाहिँ हिजोभन्दा आज, आजभन्दा भोलि, भोलिभन्दा पर्सि झन्झन बढी ग्रोथ गर्न सक्छन् भन्ने बिलिफ नभएर होइन। त्यो कम्पनीको ब्यालेन्स सिटमा, उनीहरूको फाइनेन्सियल्समा त्यो कुराहरू देखिएको छैन होइन। त्यसका पछाडि विभिन्न कारणहरू पनि होलान् होइन। जस्तो ब्याङ्कलाई हेऱ्यौँ भने ब्याङ्कको जुन लेभलको क्यापिटलमा मात्रै फोकस गरियो र क्यापिटल बेस बढाइयो, त्यो क्यापिटल बेसलाई हेर्ने हो भने रिटर्न अन इक्विटी कति हो त, सेयर होल्डर्सको पैसामा भएको रिटर्न कति हो त भन्दाखेरि मासतिर चाहिँ नम्बर अफ सेयर्स चाहिँ बढ्यो, क्यापिटल बेस चाहिँ बढ्यो होइन। त्यो क्यापिटल बेसलाई हेर्दाखेरि रिटर्न अन इक्विटी कम छ। रिटर्न अन इक्विटी तपाईँको 17-18% भइदिने हो भने कम्पनी नचली सुखै छैन। सरसर्ती हेर्दाखेरि 10% भन्दा मुनि छन् धेरै जसो ब्याङ्कहरूको रिटर्न अन इक्विटी होइन, केही 2-4 वटा ब्याङ्कलाई छोडेर। अब जुनको चाहिँ रिटर्न अन इक्विटी राम्रो छ तिनीहरू फेरि पर्फर्म गरेकै छन्। रिसेन्ट इयर्समा हेर्ने हो भने, पछिल्लो 1 वर्षको पिरियडमा हेर्नुहुन्छ भने तिनीहरू चाहिँ बढेकै छन् होइन। अब ल मानौ न तपाईँको नेपालका कम्पनीमा ग्रोथै छैन भनेर हामीले छाती पिट्दै गर्दाखेरि युनिलिभर के हो त फेरि होइन। युनिलिभर चाहिँ एउटा चाहिँ भनौँ न तपाईँको अझै पनि युनिलिभरको चाहिँ तपाईँको डिभिडेन्ड पे आउट चाहिँ प्याटर्न हेर्नुहोस् त कसरी गरिराखेको छ। 400 दिन थियो, 500 दिन थियो, फेरि 600 दिन थाल्यो, 700 दिन थाल्यो, 800 दिन थाल्यो, 1000 दिन थाल्यो, 1200 दिन थाल्यो, 1600 दिन थाल्यो। अब अर्को पटक चाहिँ 1900 देला, त्यसपछि फेरि 2200 देला, त्यस्तै त्यस्तै होइन। हरेक पटक चाहिँ तपाईँको उसले चाहिँ डिभिडेन्ड चाहिँ बढाउँदै गइराखेको छ।
ग्रेजुअल रूपमा बढाउँदै गइरहेको छ। त भनेपछि उसको युनिलिभरको प्रति चाहिँ मान्छेहरूको एक्सपेक्टेसन के हुने भयो त भन्दाखेरि आजभन्दा भोलि, भोलिभन्दा पर्सि कम्पनीको टप लाइन पनि ग्रोथ हुन्छ, बटम लाइन पनि ग्रोथ हुन्छ र डिभिडेन्ड पनि बढाएरै दिइराखेको छ। भनेपछि त यो सेयर त जुनसुकै पिरियडमा किने पनि अल्टिमेटली मैले 4-5 वर्ष होल्ड गरेँ भने त मेरो एउटा मेरो इन्भेस्टमेन्टको सिग्निफिकेन्ट पोर्सन चाहिँ डिभिडेन्डको रूपमा खान पाउँदो रहेछु भन्ने एक्सपेक्टेसन भयो नि त, होइन? त्यो मैले तिमीहरूलाई चाहिँ कन्सिस्टेन्ट डिभिडेन्ड र इन्क्रिमेन्टल डिभिडेन्ड दिन सक्छु भन्ने बिलिफ चाहिँ पैदा गर्न नसक्नु हो। अनि त्यो कम्पनीजहरूको त्यो खालको डिभिडेन्ड पोलिसी के हो त भनेर कम्पनीहरूलाई सोध्नुभयो भने नेपालको धेरै जसो कम्पनीजहरूले आफ्नो डिभिडेन्ड पोलिसी भन्दैन, होइन? अब इन्टरनेसनल कन्टेक्स्टमा हेर्ने हो भने, गुड कर्पोरेट गभर्नेन्सका मेकानिजममा हेर्ने हो भने कम्पलसरी होइन, रेगुलेटरले कम्पलसरी गरे होइन तिमीले डिभिडेन्ड पोलिसी भन्नै पर्छ भने छैन। तर प्र्याक्टिसेसमा हेर्ने हो भने निफ्टी 50 भित्र भएका अलमोस्ट सबै कम्पनीहरूले चाहिँ डिभिडेन्ड पोलिसी भनेका हुन्छन् आफ्नो इन्भेस्टर्सलाई। जब तपाईँको क्वार्टरली रिपोर्ट आउँछ, एनुअली रिपोर्ट आउँछ, इन्भेस्टर्स मिट गरेका हुन्छन्, इन्भेस्टर्सहरूले कस्ता कस्ता क्वेसन सोध्छन्। मैले त 4-5वटा कम्पनीको इन्भेस्टर मिट पनि मैले एटेन्ड गरेको छु। हामी आफै चाहिँ टफ क्वेसन सोध्थ्यौँ म्यानेजमेन्टलाई, पुरै म्यानेजमेन्ट बसेर उनीहरूको इन्भेस्टर्सहरूको क्वेसन एन्सर गर्छ। नेपालमा त्यो प्र्याक्टिसै छैन, होइन? हामी त सोध्छौँ तिम्रो डिभिडेन्ड पोलिसी के हो, यो डिभिडेन्ड पोलिसीमा चाहिँ के फ्याक्टर्सहरूले इन्फ्लुएन्स गर्छ, यदि के एजम्सन्स लगाएको छौ, यी एजम्सन्सहरू फेल भयो भने अर्को तिम्रो प्लान के हो, सबै कुराहरू सोध्छौँ हामीले। डिटेल्समा इन्भेस्टर ट्रान्सक्रिप्टहरू हेर्न सक्नुहुन्छ तपाईँले वेबसाइटमै गएर कम्पनीजहरूको, होइन? त्यो खालको चिजहरू गरिराखेका हुन्छन्। अब यहाँ चाहिँ के छ भनेर भन्दाखेरि कम्पनीहरूको एक त नेपालको कम्पनीहरूको बदमासी भन्नुहुन्छ भने के हो भनेर भन्दाखेरि बोनस सेयर दिन्छु भन्दै पछि लागिराखेका हुन्छन्, होइन? त्यो एक्चुअलमा त्यो जहिले पनि बोनस सेयर त तपाईँको होइन नि त बाबा। कहिले न कहिले त डिभिडेन्ड त क्यास त दिनु पर्यो नि त। ल अब बोनस दिएर कन्डिसनल हो, क्यास दिने कि बोनस दिने भन्ने कुरामा। बोनस तब मात्रै एनाउन्स गर्न उपयुक्त हुन्छ जब कम्पनीले तपाईँलाई क्यास नबाँडेर तपाईँलाई तपाईँको रिटर्नको जुन एक्सपेक्टेसन हो, एक्सपेक्टेड रेट अफ रिटर्न हो, होइन, जसलाई हामीले कस्ट अफ क्यापिटल पनि भन्छौँ, त्योभन्दा बढी कमाएर दिन सक्छ भने चाहिँ नबाँडेको राम्रो, होइन? अब त्योभन्दा बढी कमाउन सक्दैन भने त बाँडेको राम्रो, क्यासै बाँडेको राम्रो। भनेपछि क्यापिटल बेस मात्रै बढाउँदै जाने अनि इन्भेस्टर्सलाई त्यो क्यापिटल डिप्लोय गरेको क्यापिटल, इम्प्लोय गरेको क्यापिटलमा चाहिँ रिटर्न दिन नसक्ने भनेपछि त फेरि लङ टर्म किन राख्ने त, लजिकल थिङ्किङ गर्ने मान्छेले भन्ने कुराहरू चाहिँ तपाईँको त्यो प्रश्न चाहिँ जायज हो, होइन? कम्पनीहरूले पर्फर्मै गर्न सक्दैनन्, उनीहरूको चाहिँ हामीले इल्ड हेऱ्यौँ भने इल्ड चाहिँ छैन भनेर भन्नुहुन्छ। इल्ड हेर्नुहोस्, तपाईँको एचडिएफसी ब्याङ्कको इल्ड हेर्नुभयो, संसारका धेरै जसो कम्पनीजहरूको इल्ड हेर्नुहुन्छ, डिभिडेन्ड इल्ड हेर्नुहुन्छ भने एट करेन्ट प्राइस, होइन? अब कहिलेकाहीँ चाहिँ त्यो के भन्छ मार्केट एक्सट्रिमली तल आएको बेलामा त्यो इल्ड बढ्छ, होइन? अदरवाइज चाहिँ इन जेनरल हेर्ने हो भने 1-2% मात्रै हो इल्ड, डिभिडेन्ड इल्ड आजको डेटमा। तर पनि ती स्टक्सहरू किन किनिन्छन् भनेर भन्दाखेरि मैले अघिल्लो 5-7 वर्ष होल्ड गरेँ भने 9-10% इल्ड पाउँछु भन्ने एक्सपेक्टेसनले, 10 वर्षपछि चाहिँ 10% भन्दा बढी इल्ड पाउँछु भन्ने एक्सपेक्टेसनले। किन भन्दाखेरि उनीहरूले डिभिडेन्ड पे आउट रेसियो चाहिँ बढाइराखेको हुन्छ कन्सिस्टेन्टली। मेरो डिभिडेन्ड पोलिसी यो हो, हरेक वर्ष डिभिडेन्ड पे आउटको यति % ग्रोथ गर्छु भनेर क्लियर कट भनेको हुन्छ, होइन? अर्निङ गाइडलाइन्सहरू दिन्छ। अहिले त हाम्रो यो रिजल्ट आयो, अर्को वर्षको या अर्को क्वार्टरको हाम्रो एक्सपेक्टेसन के हो भनेर लेखेको हुन्छ, म्यानेजमेन्ट डिस्कसन हुन्छन्, होइन? त्यो म्यानेजमेन्ट डिस्कसन्स पुरै लेखिन्छ। त्यहाँबाट थाहा पाइन्छ कि कम्पनीको अगाडिको फ्युचर के रहेछ। कमसेकम एनालिस्टलाई
त्यो चिजमा भोलि बिहान उनीहरूले गरेको एक्सपेक्टेसन्स, उनीहरूले टार्गेट गरेको चिजहरू फुलफिल होला नहोला त्यो त अब तपाईँको कम्पनीको इन्डिभिजुअल प्रडक्ट चाहिँ कतिको पर्फर्म गर्छ या फेरि ओभरअल इकोनोमीको स्थिति के रहन्छ त्यसमा त 100% राइट हुन्छ भन्ने त छैन। तर पनि कम्पनीको भिजन के हो, कम्पनीले के सोचिरहेको छ, इफ एभ्रिथिङ रिमेन्स द सेम कन्स्टेन्ट रहन्छ भने कम्पनीले यो पोलिसी चाहिँ एडप्ट गर्छ है भन्ने विश्वास त दिएको छ नि त, हैन? त्यही विश्वासमा बजार चल्ने हो। हाम्रो यहाँ कर्पोरेट गभर्नेन्समा चाहिँ धेरै कुराहरू ल्याकिङ छन्। अब इभन म्यानेजमेन्टको मान्छेहरूले पनि तपाईँको एनुअल रिपोर्ट पब्लिस भएपछि पब्लिक लिस्टेड कम्पनीजहरूका, अब ब्याङ्ककै कुरा गरौँ हैन, ब्याङ्कहरूले पनि त्यहाँ चाहिँ डिस्कसन, अब डिस्ट्रिब्युट गर्ने कि नगर्ने भन्ने कुरामा डिस्कसन्स के कुरामा हुन्छ भन्दाखेरि यसको सेयर प्राइसेस चाहिँ हामीले डिस्ट्रिब्युट गरेनौँ भने सेयर प्राइसेस तल आउँछ कि भनेर चिन्ता गरे हुन्छन्। जबकि म्यानेजमेन्टको चिन्ता चाहिँ यसको सेयर प्राइसेस कहाँ हुन्छ भन्ने नै होइन। म्यानेजमेन्टको चिन्ता चाहिँ यो कम्पनीले चाहिँ ग्रोथ कसरी गर्छ, म्याक्सिमम रेभिन्यू कसरी दिन्छ, इन्भेस्टर्सलाई म्याक्सिमम चाहिँ उनीहरूले सोच्ने के हो त भन्दाखेरि वाट इफ यो कम्पनी लिस्टै नभएको केसमा पनि हामीले इन्भेस्टर्सलाई कसरी खुस राख्न सकिन्थ्यो त, हाम्रो कम्पनीमा लगानी गरेका मान्छेहरूलाई हामीले म्याक्सिमम बेनिफिट कसरी दिन सक्थ्यौँ त भन्ने प्रोस्पेक्ट्सबाट हेर्ने हो। लिस्टिङ त तपाईँको इन्भेस्टर्सलाई लिक्विडिटी दिन मात्रै गरिएको हैन। जेनरल पब्लिकले चाहिँ भोलि बिहान चाहिएको बेलामा सेयर बेच्न पाउन् अनि आफ्नो चाहिँ काम चलाउन पाउन् भनेर त्यो फेसिलिटी मात्रै दिएको हो। भनेपछि कम्पनीको सेयर प्राइसेस कहाँ पुग्छ, कति हुनुपर्छ, यो तल आउँछ कि मास्तिर जान्छ कि भनेर म्यानेजमेन्टले चिन्ता नै गर्ने होइन नि, हैन? बरु प्रमोटरले चाहिँ हो सेयर प्राइसेस मास्तिर गएको बेलामा मेरो नेटवर्थ बढ्छ भनेर चिन्ता गर्छ। तर मास्तिर गएको बेलामा नेटवर्थ बढ्नको लागि पनि त कम्पनीको पर्फर्मेन्स देखाउनु पर्यो नि त। त्यसै म्यानेजमेन्ट डिस्कसन्समा सेयर प्राइसेसको बारेमा कहिल्यै पनि डिस्कसन्स हुँदैन, हैन? म्यानेजमेन्ट डिस्कसन्समा कम्पनीले ग्रो कसरी गर्ने, आफ्नो सेयर होल्डर्सलाई म्याक्सिमम बेनिफिट कसरी दिने, उनीहरूको फेदलाई कसरी कायम राख्ने, उनीहरूको एक्सपेक्टेसनलाई कसरी मिट गर्ने भन्ने कुराहरू हुन्छन्। त्यो एक्सपेक्टेसन भनेको यसको सेयरको प्राइसेस 1000 पुर्याइदिन्छौँ भनेर हुँदैन। हेर्नुहोस्, कम्पनीको पर्फर्मेन्समा फोकस हुने हो। सर अनि सरले बिचमा कुरा काटे यो युनिलिभरको कुरा भयो सर। युनिलिभरले यति पर्सेन्ट दिनुमा चाहिँ यसको साँच्चीकै प्रोडक्ट राम्रै भएर हो कि अरू कम्पिटिसन गर्न सक्ने बजार छन् चाहिँ अरू पनि छ प्रोडक्ट यसको जस्तै, त्यो चाहिँ ल्याउन नसक्नु हो कि के हो सर? हजुरको जानकारीमा केही छ? होइन, जे रियालिटी हो त होइन। अब चाहे एक्लो प्लेयर भन्नुहोस् या उसको मार्केटिङ स्ट्राटेजी भन्नुहोस् या उसको डिस्ट्रिब्युसन नेटवर्क भन्नुहोस्, होइन, वाट एभर, हामी लगानी गर्ने मान्छेलाई त के म्याटर गर्यो त? जसरी भए पनि कम्पनीले कमाएर दियोस्, त्यही होइन, होइन त? भनेपछि अब विभिन्न फ्याक्टर्सहरू छन्, होइन? अब एक त ब्रान्ड नेम भयो, उसको डिस्ट्रिब्युसन नेटवर्क चाहिँ स्ट्रङ छ, मार्केटिङ स्ट्राटेजी राम्रो छ, सेल्स पनि राम्रै छ, इयर अन इयर ग्रोथ गरिराखेको छ, होइन? डिप आउनु परेको छैन उसलाई। यी कुराहरूले गर्दाखेरि नै अब त्यसमा चाहिँ कन्सिस्टेन्टली चाहिँ ग्रोथ चाहिँ गरिराखेको छ कम्पनीले भन्ने कुरा हो, होइन? सर यो हो, तर उसले सुन्नु न, अहिले यस्तो भयो नि सर, जस्तो अब अरू बैंक वित्तीय संस्थाहरूले ग्रोथ अलिकति कम भयो भन्ने कुरा निस्क्यो नि त। अब डिभिडेन्ड क्यापेसिटी पनि दिन त्यति धेरै सकिरहेको छैन अहिलेको अवस्थामा, होइन? अब हिजो हामीले गरेका जुन एनालाइसिस थियो 1-2 वर्ष पछिको,
त्यो पनि यो अलिकति कम्पनीले ग्रोथ गर्न नसकेको कारण सरले त्यस्तै भन्न खोज्नु भयो होइन। अब युनिलिभरले चाहिँ गर्ने अनि अरू कम्पनीले चाहिँ गर्न नसक्ने, फेरि त्यो पनि धेरै फरक चाहिँ हुन नहुने नि त सर होइन। उसले मात्रै होइन, बिजनेस गर्ने ग्रोथ यस्तो गर्ने पनि अरू छ चाहिँ तपाईँको कम्पनीले नै यसमा अलिकति फरक छ। जस्तो युनिलिभर कन्ज्युमर स्टेपल्समा आयो होइन, फास्ट मुभिङ गुड्समा आयो, एफएमसिजी भन्छ होइन। अब जुन लेभलका प्रडक्टहरू युनिलिभरले जेनरली बेच्छ ती प्रडक्ट्सहरूको डिमान्ड अझै पनि छ बजारमा भन्ने कुराहरू हुन् होइन। भने अरू प्रडक्ट्स चाहिँ तपाईँको अरू साइक्लिकल फ्याक्टर्सहरूबाट अफेक्टेड छन् भन्ने चिज आउँछ होइन। मानिलिउँ ओभरअल कन्ज्युमर डिमान्डमा नै अब उसले धेरै जसो प्रडक्ट्सहरू कस्तो बेच्छ भन्दाखेरि डेली युसेजका प्रडक्टहरू बेच्छ। डेली युसेजहरू चाहिँ जेनरली बेसिक निड्स अन्तर्गत आउँछन्। बेसिक निड्सका प्रडक्टै बेचेपछि त त्यसले चाहिँ सर्टेन लेभलको मार्जिन चाहिँ मेन्टेन गर्न सक्षम हुन्छ भन्ने चिज हो। भने अब ब्याङ्कको नेचर फेरि छुट्टै छ होइन। ब्याङ्कको नेचर के हो भनेर भन्नुहुन्छ भने उसको लोन ग्रोथ कति भयो, लोनको क्वालिटी के हो होइन, अनि इन्ट्रेस्ट रेट मनी एक्सपान्सन र मनी कन्ट्र्याक्सन हुँदाखेरि उसको प्रफिटेबिलिटीमा कसरी फरक पार्छ, यी आदि धेरै फ्याक्टर्सहरूले काम गर्छ। ओभरअल इकोनोमीमा चाहिँ मार्केट चाहिँ के अरे स्ट्रेस आउन सुरु गर्यो भने मेरो लोनको क्वालिटी चाहिँ फरक पर्ने भयो अनि लोनको डिमान्ड पनि नआउने भयो अनि त्यसपछि मेरो प्रफिटेबिलिटी चाहिँ वात्तै घट्छ भन्ने कन्सर्न्सहरू पनि भए होइन। धेरै फ्याक्टर्सहरूले काम गर्छ। त भनेपछि कुनै पर्टिकुलर एउटा सेक्टर्सले ग्रोथ गरिराखेको छ भने अरूले किन ग्रोथ गर्न सकेनन् र किन पर्फर्मेन्स गर्न सकेनन् भन्ने कुरामा ती सेक्टर्सहरूको आफ्ना फन्डामेन्टल्सहरू छन्, तिनीहरूलाई जज गर्नु पर्यो किन भन्ने कुराहरू होइन। अब जस्तो म्यानुफ्याक्चरिङमै हामीले हेऱ्यौँ भने जस्तो सिमेन्टको कुराहरू गर्नुभयो तपाईँले, शिवम सिमेन्ट भयो, एसडिएलहरू भयो या सर्वोत्तम सिमेन्टहरू भयो। अब यिनीहरूले कुन कुन फ्याक्टरले काम गर्छन् भन्ने कुरामा कन्स्ट्रक्सन एक्टिभिटिजहरू बढ्न सुरु गर्यो, इकोनोमिक एक्टिभिटिजहरू त्यस्तो खालको बढ्न सुरु गर्यो, गभर्मेन्टले चाहिँ आफ्नो क्यापिटल एक्सपेन्डिचर बढाउन सुरु गर्यो, त्यस्ता खालका प्रोजेक्ट्सहरू लिएर आउन सुरु गर्यो जहाँ चाहिँ तपाईँको ती सिमेन्ट कम्पनीजहरूको डिमान्ड बढ्न सुरु गर्छ भने चाहिँ उनीहरूले सर्टेन लेभलको मार्जिन मेन्टेन गर्न नै सक्छन्, त्यसमा कुनै डाउट नै छैन। र मार्जिन मेन्टेन गरेर मात्रै पनि भएन, फेरि कम्पनीजको के हुन्छ भनेर भन्नुहुन्छ भने जस्तो युनिलिभरको कर्पोरेट गभर्नेन्समा कहिल्यै क्वेसन आएन। उनीहरू सुरुदेखि नै भिजन सबै चिजहरू क्लियर छ होइन। त्यहाँ चाहिँ तपाईँको प्रमोटरले मैले मात्रै चिजहरू गर्नुपर्छ, अलिकति राम्रो प्रफिट आउन सुरु गर्यो भने मार्केटबाट चाहिँ अलिअलि सेयर बेचेर एक्जिट गरेर अर्को कम्पनी खोल्छु, बरु अर्को कम्पनीमा म कमाउँछु, यो कम्पनीको बिजनेस अर्को कम्पनीमा सारिदिन्छु भन्ने मेन्टालिटी छैन। त्यहाँ निकै स्ट्रङ गभर्नेन्स छ। कुनै प्रडक्ट थप्नु पर्यो भने के गर्छ, प्रडक्ट थप्नु पर्यो भने युनिलिभर 2 भनेर त लिएर आउँदैन, उसले युनिलिभरभित्रै प्रडक्ट थपिदिन्छ होइन। इस्युज चाहिँ कर्पोरेट गभर्नेन्स लेभलमा पनि हो होइन। उसले चाहिँ कम्पनीभित्र नै कसरी चाहिँ गर्ने होइन, बढाएर लाने होइन, या फेरि तपाईँको कम्पनीलाई डिमर्जहरू गर्ने हो, बिजनेस सेगमेन्टहरू छुट्याउने हो भने पनि कस्तो गर्नु पर्यो त भन्दाखेरि जस्तो मानौ रिलायन्स लिमिटेडले जियो फाइनेन्सियल्स भन्ने कम्पनी छुट्याइदियो होइन। जियो फाइनेन्सियल कम्पनी छुट्याइदिँदाखेरि रिलायन्सका सेयर होल्डरहरूलाई जति रिलायन्सको सेयर थियो त्यति नै जियो फाइनेन्सियल्सको सेयर पनि दियो होइन। ल यो अर्को कम्पनी हो, कम्पनी चाहिँ मैले छुट्याएँ तर चाहिँ मेरो जति सेयर थियो त्यही नम्बर अफ सेयर चाहिँ यता पनि गयो भनेर चाहिँ त्यति सेयर्स चाहिँ दियो होइन। भने त्यहाँ त इन्भेस्टरलाई मर्का त पारेन नि त। कम्पनी छुट्टा छुट्टै पर्पज उद्देश्य छुट्टा छुट्टै राखेर त्यही कम्पनीलाई डिमर्ज गर्न नसकिने भन्ने कुरा होइन। जस्तो एसडिएलले आफ्नो नयाँ बिजनेस लाइनहरू लिएर आउँदाखेरि त्यही एसडिएलकै क्यापिटल राखेर अर्को कम्पनी खडा गरेर
र यो कम्पनीको एन्टिटी छुट्टै हो, यो बिजनेस यसले गर्छ, यो बिजनेस हामीले गर्छौँ, एचडिएलका सेयर होल्डरलाई पनि त्यो कम्पनीको सेयर चाहिँ ल तिमीहरूले पायौ सित्तैमा भनेर भनिदिएको भए त्यो फेरि राम्रो गभर्नेन्समा आउँथ्यो होइन। धेरै चिजहरू छन्, फ्याक्टर्सहरू छन्, त्यो खालको कर्पोरेट कल्चर्स गभर्नेन्सहरू चाहिँ इस्टाब्लिस गर्न सकेका छैनन् नेपालका प्रमोटरहरूले होइन। अलिकति चाहिँ यस बिजनेसमा चाहिँ बढी फाइदा हुन्छ भनेपछि छुट्टै बिजनेस खोलिदिने होइन। एक्जिस्टिङ सेयर होल्डर्सलाई कुनै मतलब भएन, हामीले जे जति कमाउने कमाइसक्यौँ, अब त्यो चाहिँ बढी प्रफिटेबिलिटी बिजनेसलाई छुट्टै गरौँ भो भनेर त्यो खालको मेन्टालिटी होइन। मलाई चाहिँ साथ दिएका, मेरो कम्पनीमा विश्वास गरेका सेयर होल्डरप्रति मेरो दायित्व नै छैन भने जस्तो गरी काम गर्ने, त्यो खालको मेन्टालिटीले गर्दाखेरि पनि प्रब्लम क्रिएट भएको होइन। हस्, थ्याङ्क यू सर। अब अलिकति कुराहरू सुनिए सरको। यो एउटा लास्टमा चाहिँ मैले एउटा सरलाई अघि हाम्रो यो भोलाटाइलको कुरा आएको थियो नि सर, यसमा जस्तो अलिकति बढी किता कारोबार भएको देखियो बजारमा, यो नामै लिँदाखेरि बलिफी हाइड्रो पावरको, यसलाई चाहिँ सरले कसरी हेर्नुहुन्छ सर? हाम्रो बजारमा यसलाई नि यो भोलाटाइलकै रूपमा हेर्नुहुन्छ कि यो चाहिँ यो भइरहन्छ कहिलेकाहीँ भने जस्तो कुन हिसाबले हेर्नुहुन्छ त्यो सर? त सिम्पलै देखिन्छ नि। तपाईँले ब्यालेन्स सिट पल्टाएर हेर्नुहोस्, त्यो कम्पनीको फाइनेन्सियल्सहरू हेर्नुहोस्, त्यसको रेभेन्यू मोडल्सहरू हेर्नुहोस्, 100% राइट सेयर लिएर आयो। त्यो अब प्रमोटरले 6 वर्ष पहिला सेयरमा पैसा हालेका थिए भने पनि अब राइट भरेको केसमा चाहिँ उनीहरूको कस्ट चाहिँ 50 रुपियाँ मात्रै हुन आयो होइन। अब सरसर्ती कम्पनीको ब्यालेन्स सिट र उसको फ्युचर अर्निङ पोटेन्सियल्सलाई सर र फ्युचर क्यास फ्लोलाई डिस्काउन्ट गरेर आजको डेटमा हेर्दाखेरि कम्पनीको भ्यालु 100 रुपियाँ पनि छैन भने 200 बेच्न पाउँदाखेरि त खुसी खुसी बेच्छन् नि त, के भयो त होइन। अब त्यो चाहिँ के हो भनेर भन्दाखेरि अब इट डजन्ट मिन कि फेरि त्यो सेयर फेरि चल्दैन भन्ने कुरा होइन। अब ह्यान्ड चेन्ज भयो, एउटा पार्टीले चाहिँ 6 वर्षसम्म मेहनत गर्यो, आफ्नो पैसा चाहिँ सामासहितको राम्रो रिटर्न चाहिँ निकाल्यो, ऊ आउट भयो, अब त्यो ह्यान्ड चेन्ज भएर अरू किन्ने मान्छेले फेरि तिनीहरूले पनि कमाउनु पर्यो। तिनीहरूले कमाउने भनेको कम्पनीको त्यही पम्प एन्ड डम्प तल माथि सर्किट यताउति हानेर त्यसै गरी कमाउने हो होइन। त भनेपछि अब त्यसलाई त्यही अनुसार लिनुहोस् होइन। हिजो चाहिँ डम्प किन भयो भनेर भन्दाखेरि सिम्पल लजिक छ होइन। कम्पनीले अब त लोन पनि पे ब्याक गरियो, अब त भोलि त यसले चाहिँ हरेक वर्ष 20-20 रुपियाँ हामीलाई चाहिँ डिभिडेन्ड दिन सक्छ भनेर विश्वास भएको भए त प्रमोटर बेवकुफ भनेर बेच्ने हो तिनीहरूले, किन बेच्थे त होइन। मैले भने नि युनिलिभरको सेयर होल्डरले किन सेयर बेच्दैन त, बोटलर्स नेपाल तराईको सेयर होल्डरले किन सेयर बेच्दैन त, बेच्दै बेच्दैनन् ती प्रमोटरहरूले। मरिगए उल्टा चाहिँ अझै बढी किन्न पाए हुन्थ्यो भने हुन्छन्। भनेपछि कम्पनीले ग्रो गर्ने हो भने त सेयर कसले बेच्छ र? लोन पे ब्याक गरिसकेपछि पनि 10 रुपियाँ पनि दिन सक्ने क्यापासिटी छैन, बरु चाहिँ अहिले नै राम्रो 4 गुणा पैसा आइहाल्यो ल निस्कौँ भनेर बेचिया हुन्। अब बिचमा चाहिँ त्यो ह्यान्ड चेन्ज भएपछि अर्को ग्रुपले जुन चाहिँ सेयर चाहिँ ठुलो भोल्युममा क्वान्टिटीमा अकुमुलेट गरे, अब तिनीहरूले चाहिँ यसलाई चाहिँ अलिअलि अब ठुलो सेलर त सिद्धियो, अब हामीले चाहिँ प्राइस चाहिँ हामी आफै यसो उचालेर यसमा चाहिँ अब फेरि यतिसम्म जान सक्छ है भन्ने न्यारेसन क्रिएट गरौँ, मास्टर लेयर गरेर डम्प गरौँला, फेरि अर्को मुर्गा खोजौँला भन्नु पर्यो। अब भएको त्यही हो। हस्, धन्यवाद सर। ल घुमन्ते सर सिक्दिउँ, मेरो चाहिँ अरू साथीहरूलाई नि पालो दिउँ भनेर ल सोध्नुहोस् है सर। घुमन्ते सर हुन्छ कसलाई अब धेरै बेर पनि भयो, कसलाई के राख्नुहुन्छ भने राखौँ, होइन भने छोडिदिउँ। अन्त माइन्ड सर हुन्छ हजुर, हुन्छ सर। अब विष्णु सरलाई एकचोटि यो अहिलेको हाम्रो बैङ्क वित्तीय संस्थाहरूले भनौँ न अलिकति पहिलाको जस्तो, पहिला चाहिँ एनालाइसिस गर्नुभएको थियो 10 देखि 12%, 15%सम्म हामीले डिभिडेन्ड खाएको बेलाको एनालाइसिस अब विष्णु सरले भने पनि हामीले सोचेको कुराहरू पनि अहिले अलिकति पुगेको छैन। अब त्यही कारणले अलिकति ग्रोथ गर्न नसकेको कारणले जस्तो लाग्यो, मैले पनि त्यही बुझेँ होइन।
अबको एनालाइसिस चाहिँ सर अब यो अहिले अब अलिकति कुनै पनि संस्थाले ग्रोथ गर्न नसकिरहेको अवस्थामा भोलि डिभिडेन्ड आउला फेरि क्यास आउला भनेर अब हामीले अहिले त्यति धेरै भनौँ न माथि सोच्न पनि सकिएन। अब यसलाई पनि समेटेर चाहिँ विष्णु सर अब चाहिँ ठ्याक्कै मिल्ने गरी एउटा चाहिँ एनालाइसिस चाहिँ गरिदिनु सर आजको। अब यो सरलाई थाहा भइहाल्यो अब ग्रोथ अब युनिलिभरले किन गर्छ होइन, मार्केटमा अरूले किन गर्दैन, त्यसको सस्टेनेबलहरू के हो होइन, प्रडक्ट के हो, अब त्यो थाहा भयो सर। अब यही तरिकाले एनालाइसिस गऱ्यो भने चाहिँ हामी अब ठिक ठाउँमा पुग्छौँ त विष्णु सर? यो मेरो अन्तिम क्वेसन है सर। होइन, पुग्न सकिन्छ। हेर्नुहोस्, अझै पनि एउटा कुरा के बिलिभ गर्नुहोस् भन्दाखेरि अब सम्पूर्ण फाइनेन्सियल सिस्टमै कोल्याप्स भयो भने त के भन्ने हो होइन। त्यसमा त अब कुनै हुनै रहेन। यदि त्यो स्थिति नआउने हो र सस्टेन मात्रै गर्न सक्ने हो भने चाहिँ ब्याङ्किङ सेक्टरले जुन किसिमको चाहिँ उनीहरूको अर्निङ्सको हिसाबले प्राइस छ होइन, त्यसलाई चाहिँ हामीले रिलेटिभली कम्पेयर गर्ने हो भने चाहिँ कम्पेरिटिभली चाहिँ ब्याङ्किङ अझै पनि बेटर देखिन्छ। र अहिलेको स्ट्रेसफुल सिचुएसन्सबाट उनीहरू एक्जिट गर्न सके र लगभग 12-13% भन्दा मासतिरको लोन ग्रोथ गर्न सके, जुन चाहिँ विगतमा भएकै हुन् होइन, नभएको होइन। त्यो चाहिँ अचिभेबल छ कि छैन भनेर भन्नुहुन्छ भने अचिभेबल, इम्पोसिबल चाहिँ होइन। सिचुएसन अलिकति ठिक भयो भने चाहिँ अचिभ चाहिँ इजिली गर्छन्। त्यो अचिभ गर्ने बेलामा आजको डेटमा ती स्टक्सहरू मैले अलि लामो होल्ड गर्छु। मैले भने नि जस्तो इल्डको कुरा गर्ने हो भने आजको डेटमा इल्ड हेर्नुहुन्छ, खुबै राम्रा भनिएका कम्पनीहरू, इन्डियामा कम्पनीहरू हामीले खोज्दै गयौँ भने पनि निफ्टी 50 भित्रकै कम्पनीहरूको डिभिडेन्ड इल्ड हेर्ने हो भने 2% पनि छैन होइन। तर पनि ती सेयर्सहरूमा चाम किन छन् त भनेर भन्दाखेरि आज 2% मात्रै इल्ड खाउँला रे, 1.5% मात्रै इल्ड खाउँला रे, तर चाहिँ यिनीहरूले चाहिँ एउटा सिग्निफिकेन्ट भन्न खोजेको एउटा निश्चित रेटमा यिनीहरूले यति वर्षसम्म ग्रोथ गर्दै गए भने 10 वर्षपछि मेरो डिभिडेन्ड इल्ड चाहिँ 10% भन्दा मास्तिर हुन्छ भनेर त्यो एजम्सन्समा किन्ने हो होइन। त्यो हिसाबले हामीले हेर्ने हो भने यदि चाहिँ ब्याङ्किङ सेक्टर्सले चाहिँ एप्रोक्सिमेटली 15 देखि 20% सम्मको ग्रोथलाई भविष्यमा अघिल्लो 4-5 वर्षमा मेन्टेन गर्न सक्ने त्यस्तो कुनै आधारहरू भयो भने, जुन चाहिँ हुँदै नहुने भन्ने होइन, अब म्याक्सिमम भयो अरू के होला र, तपाईँको अर्को 1 वर्ष चाहिँ धेरै राम्रो पर्फर्मेन्स नदेला तर अल्टिमेटली दिन सक्छन्। किन भन्दाखेरि ब्याङ्किङ भनेको ओभरअल इकोनोमिजको ब्याकबोन हो होइन। ओभरअल इकोनोमीले ग्रो गर्नको लागि ब्याङ्किङ सेक्टरको लोन ग्रोथ चाहिँ हुनु जरुरी छ र उनीहरूले सर्टेन लेभलको मार्जिन मेन्टेन गर्नु पनि जरुरी छ। त्यो हुनै पर्छ होइन। ब्याङ्कले कमाउनु सबैको लागि राम्रो हो होइन। ब्याङ्कले किन कमायो भनेर चाहिँ कति सांसदहरूले पनि चिच्याएको सुनिन्छ, त्यो चाहिँ उनीहरूको गलत धारणा हो। ब्याङ्कले कमाउनु भनेको राम्रो हो, इकोनोमीकै लागि राम्रो हो। भनेपछि उनीहरूले चाहिँ विगतमा हेर्नुहोस् कमाएकै हुन्। अहिले चाहिँ क्यापिटल बेस ठुलो भइदिएर तपाईँको रिटर्न अन इक्विटी, क्यापिटल डिप्लोय चाहिँ कम भइदियो। क्यापिटल आरओसी भन्छ नि, रिटर्न अन क्यापिटल इम्प्लोइड, त्यो कम भइदियो। तर बिस्तारै बिस्तारै अकुमुलेट गरेर लगभग 12% भन्दा मास्तिरको यदि लोन ग्रोथहरू गर्न सक्यो भने ब्याङ्कहरूले डेफिनेटली चाहिँ 20% को आसपासको बटम लाइन ग्रोथ चाहिँ गर्न सक्छ। अब 20% को आसपासको बटम लाइन ग्रोथ गर्यो भने त वर्थ इन्भेस्टेबल हो होइन। अब भविष्यमा त्यति ग्रोथ गर्न सक्ला कि नसक्ला, अघिल्लो 4-5 वर्षमा त्यो खालको रेटहरू 20% को हाराहारीको ग्रोथ रेट चाहिँ मेन्टेन गर्न सक्ला कि नसक्ला भन्ने चाहिँ एस्टिमेट गर्नुहोस्। यदि सक्छ भन्ने तपाईँलाई लाग्छ भने लङ टर्मको लागि त इन्भेस्टमेन्ट ठिक हो, राम्रो हो होइन। अरू 5 वर्षमा योभन्दा पनि स्थिति खराब भएर जान्छ भनेर भन्नुहुन्छ भने त अझै पनि बेच्नुहोस् होइन, अझै पनि बिग्रिया छैन। त्यो चिजहरू हो भनेपछि
एउटा चाहिँ नेगेटिभिटी भित्र पनि पोजिटिभिटी लुकिया छ। अब सबै फाइनेन्सियल सिस्टमै धराशायी भयो भने केही पनि गर्न सकिन्न, त्यो बियोन्ड कन्ट्रोलको कुरा हो होइन। तर पनि कम्पनी चाहिँ के अरे गोइङ कन्सर्न चाहिँ रहँदासम्म कम्पनीले ग्रोथ गर्न सक्छन्। स्पेसिफिकल्ली फाइनेन्सियल सेक्टर्स भनेको जबसम्म तिनीहरूको गोइङ कन्सर्नमाथि क्वेसन आउँदैन तबसम्म तिनीहरूमा ग्रोथ गर्न सक्ने क्यापासिटी चाहिँ सधैँभरि रहन्छ। अलि लामो प्रोस्पेक्ट्सबाट सोच्नुभयो भने दिन्छन्, रिटर्न दिन्छन् र फन्डामेन्टल चेक गरेर राम्रो तरिकाले इन्भेस्टमेन्ट गर्नुभयो भने लङ्गर टर्ममा चाहिँ हुन्छ। अब यो भनेको इन्भेस्टर्सलाई हो। अब ट्रेड गर्छु, ट्रेडिङ प्रफिट लिन्छु, मैले त यसैलाई चाहिँ फुल टाइम बनाएको भन्ने मान्छेलाई त अरू फ्याक्टर्सहरूले काम गर्छन्। अब अरू फ्याक्टर भनेको के हो त भन्दाखेरि बेसिकली टेक्निकल नै हो होइन। प्राइस र भोल्युम चाहिँ कति बेला कहाँबाट टर्न हुन्छ भनेर हेर्नु पर्यो। तिनीहरूमा चाहिँ टेक्निकल नै हेरेर ट्रेड गर्नुहोस्, जहाँ जहाँ जे हुन्छ। अब त्यसमा सबैले त कमाउन सक्दैनन्, हेर्नुहोस् त्यो त कन्फर्मड हो। अब जतिसुकै सिकाए पनि मैले 100 जनाको भिड कलेक्सन गरेर ल यसो गर्नुहोस् भनेर कसैलाई सिकाएँ भनेर पनि राइट तरिकाले सही सिकाएको छु भने पनि तीमध्ये चाहिँ 10 जना होलान् जसले चाहिँ त्यसलाई इम्प्लिमेन्ट गरेर कमाउन सक्ने, बाँकी 90 जनाले फेरि पनि कमाउँदैन होइन। किन भन्नुहुन्छ भन्दाखेरि क्यापिटल मार्केटको जुन फङ्सन हो त्यो चाहिँ बढी चाहिँ तपाईँको लजिकल विस्डम भन्दा पनि तपाईँको इरेसनल बिहेभियर, इमोसनल बिहेभियरबाट बढी ड्राइभ हुन्छ होइन। इमोसन्सलाई कन्ट्रोल गर्नु भनेको सजिलो कुरा होइन, धेरै मान्छेहरूले सक्दैनन्, हेर्नुहोस् होइन। अब क्यापिटल मार्केटमा कमाउनु छ भने इमोसनलाई कन्ट्रोल गर्नु जरुरी छ। त्यो सबैको क्यापेसिटीको कुरा होइन। जसले कन्ट्रोल गर्न सक्यो उसले राम्रो गर्ला। तर चाहिँ त्यो कन्ट्रोल गर्न सक्ने, कन्ट्रोल गर्नुपर्छ है भनेर सिकाएका मध्ये 100 जनालाई सिकाएँ भने 10 जना पनि रेयरली भेटेलान्। तिनै 10 जनाले हो कमाउने, बाँकी 90 जनाको इमोसनल बायसनेसले गर्ने मिस्टेकले तिनीहरू नन इमोसनल भएर ती 10 जनाले चाहिँ उनीहरूको इरेसनल बिहेभियरको फाइदा उठाएर कमाउँछन्। हुने यही नै हो। त कुनै पनि चिजहरू चाहिँ हरेकका लागि हुँदैनन्। जस्तो क्लासमा पनि टिचरले त फलानु विद्यार्थीलाई बढी पढाएँ, फलानु विद्यार्थीलाई कम पढाएँ त भन्दैन नि त। उसले त सबै विद्यार्थीलाई राम्रै गर्ने भनेर पढाइराखेको हुन्छ। तर तीमध्ये कुनै विद्यार्थी चाहिँ भयङ्कर ट्यालेन्टेड भएर निस्कन्छन्, कुनै विद्यार्थी एभरेज हुन्छन्, कुनै विद्यार्थी महालम्फू भएर निस्कन्छन् होइन। त्यो त आफआफ्नो बिहेभियर, आफआफ्नो विस्डम र आफआफ्नो चाहिँ विवेकले चाहिँ निर्धारण गर्ने कुरा हो। त अल्टिमेटली चाहिँ मार्केटले, मैले कन्क्लुजन भन्न खोजेको कुरा के हो भन्दाखेरि फाइनेन्सियल्सको एउटा क्यारेक्टर के रहन्छ, स्पेसिफिकल्ली ब्याङ्किङ सेक्टर्सहरूको क्यारेक्टर के रहन्छ भनेर भन्दाखेरि यदि उनीहरूको गोइङ कन्सर्नमा होइन कम्पनी नै धराशायी भएर ब्याङ्क्रप्सी नगर्ने हो भने, गोइङ कन्सर्नमा चाहिँ प्रब्लम छैन भने उनीहरूले अल्टिमेटली चाहिँ कमाउँछन् होइन। त्यो कमाउने क्रममा चाहिँ फेरि ग्रोथ गर्छन्। नेपाल जस्तो कन्ट्रीमा जहाँ चाहिँ तपाईँको अझै पनि हामी त अन्डर इन्भेस्टेड कन्ट्री हो होइन। यहाँ चाहिँ तपाईँको अझै पनि सेभिङ्सहरू मोबिलाइज भएर इन्भेस्टमेन्ट्सहरू धेरै आउन बाँकी छ। अहिले इन्भेस्टमेन्ट किन नआइरहेको भन्दाखेरि इन्भेस्टर्सलाई कन्फिडेन्ट नभएर हो। त्यसका पछाडि विभिन्न कारणहरू छन्, सरकारी पोलिसीदेखि लिएर ओभरअल इकोनोमिक डिमान्डदेखि लिएर होइन, अनि गभर्मेन्टका बिहेभियरहरूदेखि लिएर यी आदि चिजहरूमा इन्भेस्टर्सले कन्फिडेन्ट व्यक्त गर्न नसकेका हुन्। उनीहरूको अलिकति कन्फिडेन्ट फिर्ता भयो भने ब्याङ्किङ सेक्टरले अटोमेटिकली ग्रो गर्छ होइन। उनीहरू ग्रो गर्नको लागि उनीहरूलाई लोन ग्रोथ हुनु पर्यो, त्यति मात्रै हो। लोन ग्रोथ
र साथसाथै त्यो ग्रोथसँग एसेट क्वालिटी मेन्टेन हुनु पर्यो। दुईटा मात्रै फ्याक्टर, एउटा लोन ग्रोथ, एउटा एसेट क्वालिटी। दुईटा चाहिँ मेन्टेन भयो भने ब्याङ्किङले पर्फर्मेन्स नदिकन सुखै छैन। दिन्छ होइन। अब जहाँ चाहिँ तपाईँको लोन ग्रोथ र एसेट क्वालिटीलाई पनि मेन्टेन गर्न सक्ने सक्षम भएका ब्याङ्कहरू छन्, तिनीहरूमा त आँखा चिम्लेर लगानी गर्दा हुन्छ। अब तिनीहरू पनि सेलेक्टेड छान्ने नै हो, कुनले बेटर गरेको छ भन्ने कुराहरू। अब बेटर गरेकालाई चाहिँ समात्नुहोस्, दिएर जान्छ। मतलब अहिले सर चाहिँ ब्याङ्कपट्टि अलिकति पोजिटिभ हुनुहुन्छ होइन सर? यो बुझ्नु पर्यो नि, पोजिटिभ इन द लङ रन हो होइन। अब इन्स्टेन्टली नै अहिले नै तुरुन्तै बडो गजबले चाहिँ ब्याङ्कमा हालेको त आज मैले कुरा गरेँ, भोलिदेखि ब्याङ्क किन्न सुरु गरेको, धमाधम ब्याङ्क बढ्यो भन्ने चाहिँ त्यस्तो चिजहरू चाहिँ नहोला है। त्यस्तो हुँदैन होइन। तर ओभरअल टर्ममा हेर्ने हो भने इन द लङ रन गोइङ कन्सर्न छँदासम्म ब्याङ्कले आज प्रफिट गर्न नसके तापनि भोलि चाहिँ गर्छन् भन्ने विश्वास हो। गोइङ कन्सर्नै भएन भने त गर्दैनन्, हेर्नुहोस् होइन। त भनेपछि गोइङ कन्सर्नमा चिन्ता लिनुपर्ने कारण छ कि छैन भनेर त्यसको एसेसमेन्ट सही तरिकाले गर्नु पर्यो। मलाई अझै पनि ब्याङ्कहरूमा चाहिँ गोइङ कन्सर्नको प्रब्लम आउला कमर्सियल ब्याङ्कमा यदि उनीहरूले रिपोर्ट गरेको रिपोर्ट्सहरू साँचो हो भने होइन। अब रिपोर्टमा नै भयङ्कर लुकाएका रहेछन्, ब्लन्डरै गरेका रहेछन् भने त केही पनि भन्न सकिँदैन। अब एक्जाम्पल त अस्तिहरू त्यो प्रभु ब्याङ्कको देखियो, हेर्नुहोस् अनअडिटेड रिपोर्ट चाहिँ कति भनेर भनिएको छ, अडिट गरेर आउँदाखेरि त्यत्रो ठुलो ब्लन्डर गरेको छ। त्यो भनेको त ठुलो ब्लन्डर हो होइन। त्यस्तो खालको ब्लन्डरहरू छैन। र अलिअलि चाहिँ ब्यालेन्स सिट म्यानुपुलेसन त हुन्छ, नहुने होइन, विन्डो ड्रेसिङ चाहिँ हुन्छ, तर धेरै ठुलो एमाउन्टमा विन्डो ड्रेसिङ गर्न ब्याङ्कहरूले पनि सक्दैनन् होइन। गऱ्यो भने पनि भोलि बिहान त्यो चाहिँ बाहिर निस्कन्छ। एसेट क्वालिटी लुकाएर त लुक्दैन नि त। खराब एसेट क्वालिटी छ भने भोलि त बाहिर देखिनै पर्छ। त भनेपछि यदि उनीहरूले रिपोर्ट गरेको चिज चाहिँ 5-10% एररभित्र छ भने चाहिँ ब्याङ्कहरूको गोइङ कन्सर्नमा चाहिँ मैले अहिले चिन्ता देखेको छैन। गोइङ कन्सर्नमा चिन्ता नभएपछि लङ्गर टर्ममा चाहिँ ग्रोथ गर्छन् र कमाएर दिन्छन् भन्ने चाहिँ विश्वास हो। सर अनि यो सरले अघि इमोसनल कन्ट्रोल भन्नुभयो, यो चिज चाहिँ अब भनौँ न हाम्रो यो मार्केटमा नगरिकन कुनै पनि ठाउँमा यसको सही उपयोग गर्यो भने हरेक ठाउँमा काम लाग्छ होइन सर। अब इमोसनल कन्ट्रोलको विषयमा पनि सरले अलिकति यहीँ हाम्रै ग्रुपमा भएको साथीभाइले पनि क्लास लिइदिनु पर्ने हुन्छ। अब जो कोही बोल्दाखेरि बुझ्दै नबुझी, जस्तो सरै बोले पनि हो उहाँ ठिक, अर्को बोले पनि उहाँ ठिक ठिक भनेर अलिकति बुझ्दै नबुझ्ने साथीहरूलाई नि यो काम लाग्न सक्छ होइन सर। इमोसनल कन्ट्रोलको अलिकति क्लास पनि लिइदिनुपर्छ सर यस्तै टाइममा, अलिक फ्री टाइममा। अनि मेरो क्लास चलिराखेको छ त। आज मैले अब त्यो जुमबाट चाहिँ सेसन चाहिँ मैले स्टार्ट गरेको थिएँ। यसमा यी कुराहरू पनि सबै बिहेभियरल फाइनेन्सका कुराहरू पनि छ, त्यो गरिराखेको छ त। हुन्छ विशेष सर, धन्यवाद। अब लामो पनि भयो, अब यो बन्द पनि गर्नुपर्छ होला। माइन्ड सर के छ त? अब हजुरको अलिकति हजुरको सुन्न पाएको छैन हामीले। आज अलिकति बिचमा सरसँग कुरा गर्ने मौका मिल्यो। सरको एकछिन जाओस् न सर, तपाईँको नगइकन तपाईँले विष्णु सरसँग अलिअलि 2-4 क्वेसन नसोधिकन अलिकति चित्त नबुझ्ने जस्तो भएको छ। सर आइहाल्नु भएको छ होइन। अगाडि सोधिसके फेरि दोहोरिन्छ। नजोडिने हो भने सोध्नु सर, होइन भने ठिक छ सर, ठिक छ सर। दोहोरिन्छ सर, अब दोहोरिन्छ त्यही कुरा सधैँ गरेर। बरु अब गुड नाइट भनौँ सर। हस् हजुर, ल विष्णु सरले के भन्नुहुन्छ, अब केही क्लोजिङ रिमार्क्सहरू दिनुहुन्छ भने भन्नु न सर। मोहन्ते सर भन्नु न सरलाई। होइन, एज सच केही छैन क्लोजिङ रिमार्क्स त। अब सरस्वती मार्केटकै कुरा अल्टिमेटली के हो त भनेर भन्दाखेरि सिम्पल, अहिलेको लागि चाहिँ एकदमै अल्ट्रा सर्ट टर्ममा
हेर्नु पर्दाखेरि 2630 चाहिँ तपाईँको सिग्निफिकेन्ट सपोर्ट लेभल हो। जबसम्म त्यसलाई मेन्टेन गर्छ हामीले बुलिस बायसनेस राख्न सक्छौँ। त्यसलाई मेन्टेन गरेन भने चाहिँ अदरवाइज सोचौँला। मास्तिरपट्टि रेसिस्टेन्स कहाँ फेस गर्न सक्ला भन्दाखेरि एप्रोक्सिमेटली 2755 र 2790 को बिचमा त्यहाँ चाहिँ एउटा सिग्निफिकेन्ट रेसिस्टेन्स आउन सक्ला। यो दुईटा रेन्ज भयो। त्यो लेभल्सहरूमा रेसिस्टेन्स फेस गर्छ कि गर्दैन, बिहेभियर कस्तो गर्छ भन्ने कुरामा चाहिँ अगाडि फर्दर डिसाइड गरौँला। अहिलेको लागि इन्स्ट्यान्टली अब तुरुन्तैको लागि मार्केट के हो भन्दाखेरि टिल मार्केट होल्ड्स 2630 मार्केट सिम्स ओके हैन, अहिले चाहिँ ठिकै देखिराखेको छ। त बायसनेस चाहिँ बुलिसनेस विथ कसन हैन, कसियस भएर बुलिसनेस बायस राख्दाखेरि हुन्छ। ल सर, धन्यवाद सर, एकदम राम्रो सरले भनिदिनु भयो आजको सेसनमा। ल गुड नाइट सर, घुमन्ते सर गुड नाइट, सबै साथीहरूले गुड नाइट। हुन्छ धन्यवाद सर। ल बुझ्ने अलिकति सोच चाहिँ राम्रो भएको व्यक्ति चाहिँ हो उहाँ। अब इम्प्लिमेन्ट गर्ने बेलामा कसरी आउनुहुन्छ, के गर्नुहुन्छ हैन भन्ने कुराहरू अब त्यो छुट्टै पाटो होला, तर हि इज अ गुड क्यान्डिडेट, त्यसमा चाहिँ कुनै डाउट छैन। सुल्झिएको मान्छे हो, मान्छेहरूको कुरा अलिकति सुन्ने, प्रोस्पेक्ट्स चाहिँ अलि डिफ्रेन्ट तरिकाले गर्ने, केही इकोनोमीलाई पनि अलि राम्रो तरिकाले बुझेको मान्छे चाहिँ हो उहाँ। अहिले भएका क्यान्डिडेटहरू मध्ये चाहिँ गुनाखरजी चाहिँ मलाई अलि बेटरै लागेको थियो सुरुदेखि नै। उहाँ हो भने चाहिँ गुड क्यान्डिडेट सेलेक्ट गर्यो भन्ने चाहिँ जान्छ मेसेज। भने पछाडि यो फन्डामेन्टलले भन्दा पनि फन्डाले चर्ने हाम्रो मार्केटमा उहाँ आउनुभयो भनेदेखि त के छ, यो फेरि 2750 को एरिया 2800 भन्दा पनि माथि नै जाने देख्नुहुन्छ कि के देख्नुहुन्छ सर? किन त्यो इभेन्ट भनेको त्यो एक्सट्रिमली त्यस्तो बुलिस इभेन्ट होइन हैन, त्यो साह्रै नै वाला होइन। अब उहाँ आइसकेपछि पनि पोलिसी फर्मेसन, इम्प्लिमेन्टेसन यताउति गर्नलाई एउटा समय नै लाग्छ हैन। मान्छे पदभन्दा बाहिर हुँदाखेरि गरेका विचार व्यक्तहरू र पदमा पुगिसकेपछि फेरि त्यसको